Okay, thanks. Good evening. Good evening, sir. Good evening, sir. Good evening, everybody. ठीक ठाक छ नि? Yes, Good sir. evening, sir. Good evening. यो जो लास्ट क्वेसन के भयो त्यो भन्नुस् त. 5 क्वेसन पढिदिनुस्. लास्ट क्वेसन पढिदिनुस् न. खोइ. अनफोल्डेड डिस्को गर्नुभएको थियो सर. अनफोल्डेड डाइस होइन. डाइसको ओपनबाट क्लोज पत्ता लगाउनु थियो होइन? यस Yes, सर. त्यो sir. इम्पोर्टेन्ट वाला क्वेसन सिकाउनु भएको थियो. त्यो क्लक वाइज टर्निङ वाला होइन? यस सर. ल ल ल भाइ बुझिसकेन. हेर्नुहोस् न. अब एउटाको क्वेसन है. साउन्ड सानो आएको हो छैन हो साउन्ड हेर्नु त. छैन ए भयो भयो यता मेरो कम रहेछ ल यो हेर्नुहोस् त. क्वेसन. If two positions of a dice is given below, then which of the following will be then which of the following will be its unfolded form, right? यानी कि यहाँ फोल्डेड डाइस दिन्छ. अब पहिला क्वेसन हेर्नुहोस् अनि बुझ्नुहुन्छ. बरु किन बोल्नु. फिगर नंबर 1. फिगर नंबर 2. A, B, C, D, E, F. 4 ऑप्शन दे दिए. एक, 2, 3, 4. A, B, C, D, E, F. और को फिगर. A, B, C, D, E, F. C number. A, B, D, A, B, D, C, E, F. तो डबल अब जब देखेंगे. एक, 2, 3, 4. A, B, F, E. A, B, F, E.
डिसी है डबल छ सर डी पर्खिनुहोस् न डी सर मलाई भन्न दिनुहोस् न दुईटा कुरा मलाई बोल्न दिनुहोस् न यो क्वेसन त माध्यम न हो यसरी म के कुरा सिकाउन खोज्छु यहाँ के गरिन्छ भने योभन्दा पहिला फोल्डेड डाइसमा पढ्यो नि केस 1 केस 2 केस 3 पढेन यस सर यानी कि फोल्डेड डाइसबाट अपोजिट फेस पत्ता लगाउन सक्ने गरी कुनै पनि कन्डिसन हालिदिन्छ दुईटा फिगरमा नो फेस कमन वन फेस कमन टू फेस कमन त हाल्दैन वन फेस कमन या दुईटा भन्दा बढी फिगरबाट हालिदिन सक्छ यानी कुनै पनि केस यहाँ दिन सक्छ कि यो सिम्पल हो के यो है यो सिम्पल हो यहाँ कुनै पनि केस दिन सक्छ बस यति मात्र गर्ने हो जुन यो फोल्डेड डाइस दिएको छ पहिला यसबाट अपोजिट फेस पत्ता लगाउने त जुन केसको फिगर छ त्यही केसबाट पत्ता लगाउने हो कि हैन मैले भनेको कुरा बुझेन यहाँ त एउटा सिम्पल न भयो यो अपोजिट फेस पत्ता क्लोज डाइसबाट यानी फोल्डेड डाइसबाट अपोजिट फेस पत्ता लगाउन सक्ने गरी कुनै पनि केस हाल्न सक्छ त हामीले सबै केस पढिसक्यौँ त जुन केसको भए पनि पहिला त्यहाँबाट अपोजिट ल्याउने के यो कुनमा छ नो फेस कमनमा छ कि छैन यस सर त नो फेस कमनमा छ भने के हुन्छ टपको टप हुन्छ यानी कि यहाँबाट हो अपोजिट पत्ता लगाउने बी को ई ए को सी हुन्छ ए को सी सरी ए को एफ र सी को डी हुन्छ यसको यो हुन्छ अब जाने अप्सनमा जुन अप्सनमा यो सबै अपोजिट भेटिहाल्छ त्यही राइट अप्सन हो यो सबै अपोजिट यसमा छ कि छैन भन्नु त ए को एफ सी को डी बी को ई यसो राइट अप्सन माने भन्नु मतलब यो हो के भयो सर एकछिन लेख्न दिनुहोस् न है हजुर एकछिन लेख्न दिनुहोस् न है लेख्नुहोस् मजाले लेख्नुहोस् तपाईँको अधिकार हो यो बुझेन सर बुझ्यो फेरि सर भनिदिनु न यहाँ के छ भने यो जुन फोल्डेड डाइस दिएको छ नि त योभन्दा पहिला जुन हामीले फोल्डेड डाइसमा पढ्यौँ नि टाइप 1 टाइप 2 टाइप 3 अपोजिट फेस पत्ता लागेन हो सर हो भन्नु त यहाँ त्यो जुन हामी पढिसकेका छौँ कुनै पनि टाइपको कुनै पनि केस दिन सक्छ कि जर्सी भए पनि अपोजिट फेस आउनु पर्यो अपोजिट फेस आउनुको यहाँ क्वेसन दिया हुन्छ फोल्डेड डाइस त्यसबाट पहिला अपोजिट फेस पत्ता लगाउने जुन केसमा छ त्यही केसबाट पत्ता लगाउने वन फेस कमन छ कि टू फेस कमन छ कि नो फेस कमन छ त्यसबाट पत्ता लगाउने अपोजिट फेस लगाएर अब अप्सनमा जाने जुन अप्सनमा यो सबै अपोजिट फेस भेटिहाल्छ त्यही राइट अप्सन भइहाल्छ भयो यही त हो भयो फेरि भनौँ बुझ्यो नि ल अब डाइसको एउटा लास्ट क्वेसन बाँकी छ क्वेसन मार्क डाइस बडा इम्पोर्टेन्ट छ त्यो सबभन्दा बढी इम्पोर्टेन्ट भएको कुन थाहा छ त्यो हिजो पठाएँ नि यो बक्स फिलअप गरेर यसरी फिलअप गरेर पठाएको थिएँ नि मैले यसरी त्यो वाला र यसपछि जुन क्वेसन मार्क डाइस पठाउँछु नि मोस्ट इम्पोर्टेन्ट हो क्या जसले मलाई लागेको छ अब सोल्ला नसोल्ला अब ठाउँमा छ तर मेरो आफ्नो अनुभव अनुसार एक्सपिरियन्स अनुसार म भनिरहेको छु क्वेसन नेचर हेर्दाखेरि यसले हटाउँदा हुन्छ ओके सर सुन्नुहोस् क्वेसन मार्क डाइसमा तपाईँ के गर्नु नातिनु होला पहिला 3वटा क्वेसन मजाले हेर्नुहोस् है हुन्छ नि जब 3वटा क्वेसन तपाईँ हेरिहाल्नुहुन्छ नि त्यसरी तपाईँ फुल फेजमा बुझिहाल्नुहुन्छ पहिलो क्वेसनबाट सबै कुरा बुझ्दैन पहिला क्वेसनमा अलिकति हामी कम चलाउ बोल्छौँ कि त्योभन्दा एक दुईवटा कुरा अर्को क्वेसन थपिदिन्छौँ फाइनलमा काम फिनिस बुझ्ने तरिका यो हो ओके अब हामी गर्छौँ के भने क्वेसन मार्क डाइसमा कस्तो क्वेसन हेर्नुहोस् यहाँ क्वेसन मार्क डाइस राइट अब हेर्नुहोस् पहिला क्वेसन मार्क हेर्नुहोस् है मान लो कि यो डाइस दियो ल फिगर सार्दै जानुहोस् फिगर नम्बर 1 ए सी डी म तपाईँले नम्बरबाट क्वेसन पनि देखाउँछु म नम्बर भएको डिइएफ
Figure number 2, DE of figure number 3. AB AB question mark, right? सुन्नुहोस्, पहिला क्वेसन सारी आउनुहोस् अनि भुल्नु होला है मलाई, बडा इम्पोर्टेन्ट क्वेसन हो। सुरु गरौँ। सुरु गर्दा Yes, हुन्छ। sir. हवस्, आराम सुन्छ है। यो वास्तवमा भन्यो भने यो एउटै डाइस हो कि, एउटा डाइसको 3टा पोजिसन दिएको छ। यो के भन्यो, यो दुईटा डाइसको आधारमा यो डाइसमा यो फिगरमा क्वेसन मार्कको कुन फेस आउँछ, राइट? आराम सुन्नुहोस् है। त्यसको लजिक के भन्छ, सिस्टम के छ कि जब दुईटा फिगर दिन्छ नि, यो जहिले पनि वान फेस कमनवाला दिनुपर्छ के, सबैमा मिल्दैन नि। त वान फेस यसमा यसमा जुन उताको मतलब छैन, जुन दिएको छ पुरै वान फेस कमन कुन छ? डी छ हो। Yes. वान फेस हो, वान फेस कमनवाला क्वेसन जहिले पनि दिन्छ। क्वेसन वाला नेचर बुझ्नुहोस् है। वान फेस कमनवाला क्वेसन दिएको हुन्छ र क्वेसन मार्क डाइसको सोलुसनको एउटा फिक्स प्याटर्न छ, फिक्स रुल छ के। युट्युबहरूमा, फेसबुक रिलहरूमा धेरै मेथड आउँछ, त्यो सबै फोकटिया मेथड हो। कुनैमा मिल्छ, कुनैमा मिल्दैन, गजाङ गुजुङ भइहाल्छ। यो छ त्यो भन्छ कि यो भयो भने यो हुन सक्दैन, यो भयो भने यो हुन सक्दैन। त्यति नाटक गर्नु पर्दैन। तपाईँले एकदम सटिक मेथडमा सिकाइदिन्छु। हेर्नुहोस्, हामी प्रत्येक क्वेसनलाई 3-4 मेथड हेरेका हुन्छौँ। त्योभन्दा सबभन्दा जुन बेस्ट मेथड हुन्छ त्यो क्लासमा हामी फलो गर्छौँ, राइट? यसै कारण त्यो भिडियोहरूमा, युट्युबहरूमा, रिलहरूमा हेरेर पछाडि नपर्नु होला। त्यो मेथड कस्तो मेथड हो भने कुनै क्वेसनमा मिल्छ, कुनै क्वेसनमा मिल्दैन, बडा झ्याउ हुन्छ। यो बी छ भने ए हुन सक्दैन, त ई छ भने एफ हुन सक्दैन, यस्तो कुरा गर्छ के। त्यस्तो लफडा गर्नु पर्दैन। यसो तपाईँले एउटा म फिक्स प्याटर्न सिकाइदिन्छु, त्यो प्याटर्न फलो गर्नु होला, ठ्याक्कै 100% क्वेसन मिलिहाल्छ। मैले भनेको कुरा बुझ्यो नि? Yes, sir. Yes, ल sir. सुन, Yes, sir. यदि क्वेसन मार्क डाइस छ भने सबभन्दा पहिला के गर्ने कि 4वटा बक्स बनाउने। ध्यान हेर्नु, यो एकदम फिक्स प्याटर्न हो। यो 4वटा बक्स बनाउने। एक पहिलो क्वेसन छ, बुझे पनि ठिक, नबुझे पनि ठिक, केही फरक पर्दैन। 3वटा इक्जाम्पलसम्म तपाईँ धरे गरेर हेर्नुहोस्। 3टा इक्जाम्पलपछि तपाईँ नआउने केही पनि हुँदैन। 1 2 3 4वटा बक्स भयो। यसपछि यो बक्सको लेफ्टबाट सेकेन्डको तल एउटा बक्स बनाउने, राइट? क्लियर? र राइटबाट सेकेन्डको माथि एउटा बक्स बनाउने भयो। यति गर्न सकिन्छ। यो एकदम फिक्स प्याटर्न हो के। यो सर जहिले पनि यो यस्तो बनाउने हो? मैले के भन्दै, फिक्स प्याटर्न क्वेसन मार्कमा भयो। यादै गरिदिने, याद के गर्ने, फर्स्टको लेफ्टबाट सेकेन्डको तल, राइटबाट सेकेन्डको माथि, राइट? अब तपाईँलाई सुन्नुहोस्, जुन दुवैमा कमन छ नि, कमनलाई लेफ्टबाट सेकेन्डमा राख्ने। कहाँ राख्ने? याद गरिदिनुहोस्। यो जुन कमन छ, कमनलाई जहिले पनि लेफ्टबाट सेकेन्डमा राख्ने। लेफ्टबाट सेकेन्डमा डी आयो नि? आयो सर। यो एकदम फिक्स प्याटर्न। नातिनु, पहिलो इक्जाम्पल सबै कुरा नयाँ हुन्छ। 10%भन्दा बढी बुझ्न सक्दैन हो। अर्को इक्जाम्पलमा त्योभन्दा अलिकति बढी भइहाल्छ, अर्को इक्जाम्पलमा त्योभन्दा पनि बढी हुन्छ, राइट? जबसम्म तपाईँ बुझ्नुहुन्न तबसम्म छोड्दिनँ। यो कन्फर्म गरेर बस्नुहोस्, ओके? सुन्नुहोस् अब के गर्ने इच्छा? हजुर। Excuse me, sir. और किनु मेरो अर्थको हो। सरको Sorry, यस्तै sorry. लाग्थ्यो, मेरो मात्र अड्के जस्तो। Okay. सरले योभन्दा अगाडि के गराइसो? एउटा क्वेसन गराउनु। Yes. यो चाहिँ कुन केस हो नि?
यो नयाँ स्टार्ट भएको सुरु नयाँ स्टार्ट नयाँ भएको फोल्डेड डाइसबाट अनफोल्डेड डाइस बनाउनुको क्वेसन नयाँ कन्सेप्ट यो बुझ्न अगाडिको भिडियो हेर्नुपर्छ पर्दैन के हो पर्दैन 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 भर्खर सुरु भयो यो र अगाडिको क्लास के रिलेटेड छैन होइन छैन पहिलाको दोस्त क्लास भन्नु। भन्दाखेरि हिजोको क्लास भनेको तिमीले हिजो क्लास हिजोको क्लाससँग चाहिँ रिलेटेड छ छ है छ ए ल ल जुन पनि अनलाइन बुझाइदिनुहुन्छ क्या पर्दैन आउनु भयो म आएकै छु अलि डिस्टर्ब भयो त्यो नेट सर ल सुन्नुहोस् म फेरि भन्छु है आरामले सुन्नुहोस् न एकदम नातिक गरेर सुन्नुहोस् न जब यो क्वेसन मार्क डाइस दिन्छ त चारवटा बक्स बनाउने त्यसपछि लेफ्टबाट दोस्रोको तल राइटबाट दोस्रोको माथि एउटा बक्स बनाउने त्यसपछि कहिले सुन्नु ध्यान सुन्नुहोस् है कहिले 1 and 2 लिएर मिल्छ त जुन बेला म भन्छु नि 1 and 2 के बुझ्नु होला पहिला 1 पछि 2 कहिले 2 and 1 लिएर मिल्छ 2 and 1 को मतलब के भयो पहिला 2 पछि 1 यो कुरा बुझेको बुझेन यति मात्र भन्नुहोस् कुनै बेला 1 and 2 बाट मिल्छ 1 and 2 को मतलब के भयो पहिला 1 लिने पछि 2 लिने कहिले 2 and 1 बाट मिल्छ अब कुन बेला कुनबाट मिल्छ यो त खै पछि कुरा हो त दुईटा मध्ये क्वेसन मार्क डाइसमा एउटा मात्र मिल्नै पर्छ राइट 1 and 2 को मतलब के भयो बोल्नुहोस् थोरै मलाई हिम्मत हुन्छ भन्नु 1 and 2 को मतलब के भयो पहिला 1 पछि 2 2 and 1 को मतलब पहिला 2 पछि 1 अब सुन्नुहोस् पहिला म यसो गर्छु यो म 1 and 2 लिएर हेर्छु किनभने मलाई थाहा छ 2 and 1 बाट मिल्छ त 1 and 2 बाट किन फेर खायो त्यो हेर्नु पर्यो नि हामी त सोल्युसन मात्र गरिरहेको छैनौँ हामीले कुरा सिकिरहेछौँ त पहिला म 1 and 2 लिएर गर्छु राइट त 1 and 2 को यो अलिकति होइन अप्ठ्यारो भयो त है त 1 and 2 को मतलब के भयो पहिला 1 पछि 2 ध्यान सुन्नु होला त कमनले के गर्ने कमनलाई दुवैमा जुन कमन छ लेफ्टबाट सेकेन्डमा राख्ने त्यसपछि अब कमनबाट स्टार्ट गरेर क्लकवाइज मुभ गर्ने यो 1 फेस कमनबाट क्वेसन हुन्छ है क्वेसनमा जहिले पनि 1 फेस कमनबाट दिन्छ के गर्ने क्लकवाइज मुभ गर्ने सी पछि के आउनु पर्यो डी सरी डी पछि सी सी पछि ए हो कि होइन सुन्नुहोस् त पहिलोलाई एरेन्ज गर्दाखेरि तल्लोबाट क्लकवाइज बनाउने दोस्रोलाई एरेन्ज गर्दाखेरि माथिबाट क्लकवाइज बनाउने क्लियर जहिले पनि है पहिलोलाई एरेन्ज गर्दाखेरि सुरु गर्ने हो हो पहिलोलाई एरेन्ज गर्दाखेरि तलबाट क्लकवाइज बनाउने तर जुन कमन दुवैमा छ कमनलाई जहिले पनि लेफ्टबाट सेकेन्डमा राख्ने जहिले पनि एकदम फिक्स प्याटर्न हो यो ओके त्यसपछि डी पछि सी आउँछ त तलबाट क्लकवाइज डी पछि सी सी पछि ए क्लकवाइज यसै न हो क्लकवाइज यो हो कि भन्नु त हो सर त सी पछि ए भयो फिल भयो अब फेरि रिपिट गर्छु नाच्नुहोस् अब सेकेन्डमा जाने त सेकेन्डलाई फेरि कमनबाट स्टार्ट गर्ने डी कमन डी यहाँ छ त सेकेन्डलाई के गर्ने माथिबाट क्लकवाइज यसरी हो कि भन्नु त यही न हो ल त डी पछि के आउँछ क्लकवाइजमा याप डी पछि याप पछि एरेन्ज गर्न आयो यस सर अब सुन्नुहोस् जुन दुवैमा बाँकी छ अब दुवैमा जो जति दिएको छ सबै तिनीहरू नआएको फेस कुन भन्नु त बी हो त बीलाई के गर्ने बीलाई यो खालीमा बीलाई राखिदिने भयो हो सर अब सुन्नुहोस् अब एन्सरमा जाने अब एन्सरमा सुन्नु पक्रिनु बाबा म 3-4 आफै रिपिट गर्छु नाच्नुहोस् न तपाईँ है नाच्नुहोस् मैले सुरु गरिदिएँ भने बुझ्नुहोस् न मैले सुरु गरिदिएँ भने बुझ्नुमा बुझिसकेँ नबुझाइमा मरिगा छोड्दिनँ ढिलो कि छिटो आफ्नो ठाउँमा छ है सुन्नुहोस् अब यो एरेन्ज गरेको मिल्यो कि मिलेन अब चेक गर्ने चेक कसरी गर्ने अब जाने टु फाइन्डमा कुन दिएको छ ए र बी दिएको छ त यो एरेन्ज मिलेको छ भने ए र बी यहाँ एकै ठाउँमा हुनुपर्छ कि ए र बी यहाँ एक ठाउँमा छ भन्नुहोस् त छैन भने 1 and 2 बाट यो मिलेन त 2 and 1 बाट हेर्नुहोस् मिल्छ 2 and 1 बाट मिल्नै पर्छ 2 and 1 बाट हेर्नुहोस् एकैछिन हतार नगरौँ यसो अलिकति टाइम लिएर पठाउँछु है यसलाई म अब के गर्नु भने अब 2 and 1 बाट हेरौँ त पहिला फेरि त्यही गर्ने हो चारवटा बक्स बनाउने
1 2 3 4 यो लेफ्टबाट तलको दोस्रोको तल, राइटबाट दोस्रोको माथि भयो। अब दुवैमा जुन कमन छ, कमन के छ दुवैमा? डी डी। त डीलाई जहिले पनि लेफ्ट माने कमनलाई जहिले पनि लेफ्टबाट सेकेन्डमा राख्ने। लेफ्टबाट सेकेन्डमा डी आयो। यस अब सुन्नुहोस् न, पहिलोलाई तलबाट क्लकवाइज घुमाउने, दोस्रो फिगरलाई माथिबाट एरेन्ज गर्ने, हुन्छ नि? हुन्छ। Yes, sir. 2 and 1 मा पहिलो कुन हुन्छ? 2. 2 2 हुन्छ। हुन्छ। त सुन्नुहोस् न, त पहिलोलाई तलबाट क्लकवाइज, त 2 and 1 मा त पहिलो 2 भयो, त डी पछि एफ, डी पछि एफ, एफ पछि ई। क्लियर? यस सर। पहिलोलाई तलबाट क्लकवाइज, कमनबाट स्टार्ट गरेर, दोस्रोलाई माथिबाट क्लकवाइज। यहाँ डीसीए, डीसीए बाँकेर यहाँ राखिदिनुहोस्। भयो? Bye, sir. अब टुफाइनमा जाने। टुफाइनमा ए र बी दिएको छ, त ए र बी एक ठाउँमा आयो कि होइन? आयो मतलब यो एरेन्जमेन्ट मिल्यो। आयो। अब एन्सर आयो। अब हेर्नुहोस्, अब ए र बी को क्लकवाइज बाटोमा कुन छ भन्नु त? C. हो, त्यसको एन्सर के भयो? सी भयो। यही त्यसको एन्सर हो। ए र बी को क्लकवाइज बाटोमा सी हो कि भन्नु त? हो, त्यसको एन्सर सी भयो। राइट? 10% बुझ्यो बुझेन? 10% बुझ्यो बुझेन? मात्र 10%। बुझ्यो। अब यो सार्नुहोस्, त्यसै अर्को क्वेसन पुरा क्लियर गरिदिन्छु म। चाहिँ फेरि सुनिहाल्नुहोस्। कि त 1 and 2 बाट मिल्छ, कि 2 and 1 बाट मिल्छ। एरेन्ज गर्ने तरिका बुझ्यो नि? पहिला कमनलाई सेकेन्डबाट, सरी, कमनलाई लेफ्टबाट सेकेन्डमा राख्ने र फर्स्टलाई एरेन्ज गर्दाखेरि स्टार्ट कमनबाट गर्ने हो। फर्स्टलाई एरेन्ज गर्दाखेरि तलबाट क्लकवाइज एरेन्ज गर्ने, सेकेन्ड फिगरलाई एरेन्ज गर्दाखेरि माथिबाट क्लकवाइज एरेन्ज गर्ने, र दुवैमा जुन बाँकी हुन्छ यहाँ राखिदिने, सबैमा जुन बाँकी हुन्छ। अब हेर्ने, जुन टुफाइन छ यसमा जुन दुईवटा दिएको छ, दुईवटा यदि यहाँ एक ठाउँमा छ भने भेट्यो। यदि ए र बी एक ठाउँमा चाहियो, ए र बी एक ठाउँमा छैन, यो मिलेन। यसमा ए र बी एक ठाउँमा छ, एन्सर आयो। अब ए र बी को हेर्नु, ए र बी को क्लकवाइज बाटोमा क्वेसन मार्क हो कि भन्नु त? हो। त ए र बी को बाटोमा नयाँ के, ए र बी को बाटोमा नयाँ के छ? सी। सी। ए र बी को क्लकवाइज बाटोमा नयाँ सी छ, त सी एन्सर भयो, भएन? ल, अलिकति बुझे जस्तो भयो नि? बुझ्यो। न म बुझाएर छान्छु, त किन चिन्ता गर्नुहुन्छ? यो आरडिएस बोल्यो भने सक्यो है। हो, ढिलो छिटो आफ्नो ठाउँमा छ। ल, अर्कोमा जाउँ। ओके सर। अब हेर्नुहोस् न, अब पछि लास्ट टाइम भने थुप्रोमा किन टेन्सन लिया होला? टेन्सन लिनुको नै टेन्सन दिनुको थाहा छ कि छैन? यो कुरा थाहा छ नि? थाहा छ। तर एप्लाई हुँदैन। हजुर, फिगर नम्बर 1 यो भयो 2 4 3। फिगर नम्बर 2 1 5 2 1 5 2। अब यहाँ आयो ठिक छ। यो 1 6 क्वेसन मार्क, राइट? ल, मैले भनेको थिएँ नि कि 1 फेस कमनवाला क्वेसन दिन्छ। 1 फेस कमनवाला क्वेसन छ कि छैन भन्नुहोस् त? हो सर। त 1 फेस कमन 2 छ, त बोल्दै जान्छ, म फलो गर्दै जान्छु। पहिला के गरौँ? पहिला 1 and 2 ल्याऊ कि 2 and 1 ल्याऊ? 1 and 2। ल, यदि 1 and 2 बाट मिलेन भने 2 and 1 बाट जाने। 1 and 2 को मतलब भयो पहिला 1 पछि 1 माथि 6 हो। हजुर, त्यो थर्ड फिगरमा नि 1 माथि 6 हो। हो 6 हो त्यो। सर, थ्यांक अब सुन्नुहोस्, 1 and 2 को मतलब के भयो? पहिला 1 पछि 2। पहिलोलाई एरेन्ज गर्दाखेरि तलबाट क्लकवाइज, दोस्रोलाई एरेन्ज गर्दाखेरि माथिबाट क्लकवाइज। यति दिमाग राखे भइहाल्यो नि। पहिला 4वटा बक्स, 1 2 3 4, दोस्रोको तल यताबाट, उताबाट दोस्रोको माथि भयो। अब कमनलाई लेफ्टबाट सेकेन्डमा राखिदिने,
2 कमन छ अब क्लकवाइजमा 2 4 3 2 4 3 आयो पहिलोलाई तलबाट क्लकवाइज दोस्रोलाई माथिबाट क्लकवाइज 2 1 5 2 1 5 भयो नि बाँकी के भयो 6 6 अब यहाँ आउँछ हेर्नुस् 1 र 6 एठामा भेटेन भेटेन 1 र 6 एठामा छैन बस जुन 2 5 छ नि यो जुन दुईटा दिएको छ एक ठाउँमा भेट्यो कि सक्यो मलाई यो भन्नुस् 1 र 6 को क्लकवाइज कुन बाटो के पर्छ भन्नुस् त 5 हो 1 र 6 को क्लकवाइजमा 1 र 6 को क्लकवाइज 5 हो कि भन्नु त Yes, sir. बस यसको एन्सर 5 भइहाल्यो एन्सर यही हो भइहाल्यो भएन बुझेन बुझ्यो ल मान्यो ल यो सार्नुस् प्लिज सार्नुस् अनि क्वेसन चेन्ज गर्छु म भयो अब एकैछिन है सर एकछिन कपी गर्न पाऊँ न पाम मजाले गर्नुस् मजाले यसमा कुनै डाउट छैन सरी है अरू टाइम सरी किन भन्नु पर्यो बाबा सरी भन्नु कुरै छैन यहाँ सानो भएन सानो सरीले बेइज्जत गर्नु हुँदैन भइसक्यो सर मलाई भयो मलाई नवीनले ल। बोलाएको होइन र ल सुन्नुहोस् अब मानौँ यही क्वेसन सट्टामा यदि यो भएको भए के हुन्थ्यो यो फिगर भएको भए ल यसो सट्टामा यो फिगर है यसो सट्टामा यो फिगर यहाँ 4 यो के थियो 1 6 थियो हैन सरी यहाँ 2 2 5 क्वेसन मार्क राइट अब ट्राई गर्नु त के हुन्छ फिगर यही हो यसमा यो पत्ता लगाउनु भन्दियो पहिला क्लकवाइज हेर्नुस् त क्लकवाइज मिल्छ कि मिल्दैन यसलाई म हटाइदिन्छु है यो एलिमेन्टबाट मिल्छ कि मिल्दैन हेर्नुस् त मिलेन 1 होला 2 र 5 त सँगै छ सुन्नुहोस् न 5 र 2 त ठाउँमा छ नि छ कि छैन ल भन्नुहोस् अब त्यो त छ त कुन हुन्छ भन्नुहोस् 9 अरे बाबा 5 सुन्नु 2 र 5 को क्लकवाइज 1 छ 2 र 5 को क्लकवाइज 4 छैन हो अब यो त नयाँ कुरा हो कुनले मान्ने अब हो योभन्दा पहिला क्वेसनमा त बस एउटा मात्र क्लकवाइज एउटा मात्र थियो यही थियो क्लकवाइजमा ए र बी को क्लकवाइजमा सी थियो त यहाँ यो 2 र 5 को क्लकवाइजमा 2 र 5 यहाँ छ भने क्लकवाइजमा यो पनि यहाँ पर्छ क्लकवाइज यो पनि त पर्छ पर्दैन सुरु गरौँ प्रब्लम बुझ्नुहोस् अनि सुरु गर्छु म यो लास्ट क्वेसन हो है सर अब यहाँ एन्सर चाहिँ कुन भयो सक्नुहोस् म पुरा चिट फाकेर देखाउँछु नि कहाँ यस्तै बोल्छु म पुरा एनालाइसिस देखाउँछु नि अब सुन्नुहोस् अब रियल कुरा तपाईँले थाहा हुन्छ अब थाहा हुन्छ यो भन्दा पहिला म रियल कुरा बोलेको थिएन अब यसै गर्ने यसमा के गर्ने कुनबाट सुरु गर्ने भन्नुहोस् त ल जुनबाट गरे पनि हुन्छ जाने हेर्नुहोस् है त 2 बाट सुरु गर्यो भने यहाँ पनि 2 छ 2 कहाँ छ यहाँ छ त 2 पछि कहाँ जानु पर्यो क्लकवाइजमा 5 ल 2 पछि क्लकवाइज 5 जान पाइयो अब 5 पछि कहाँ आउनु पर्यो नयाँमा त 5 पछि क्लकवाइजमा नयाँ आउनुको लागि 1 पनि छ 4 पनि छ कुनमा सम्भव छ 1 मा कि 4 मा हो 4 मा सम्भव हो कि हैन नयाँ 4 आयो कि हैन फिर नयाँ पछि 2 मा आउनु पर्यो त नयाँ पछि 2 मा जान मिल्छ कि मिल्दैन मिल्छ मतलब 4 भएको भएन भन्नुस् अब यस सर हो क्लकवाइज टर्न गर्ने हो के सर यसलाई डबल आई र आईबाट गर्नु थियो एकचोटी
डबल आई र सुन डबल आई र आईबाट मिल्छ कि मिल्दैन चेक गर्नुपर्छ सर मिल्छ त्यही भएर हो कि ल म हेर्छु डबल आई र आईबाट मिल्छ यसै पक्नुहोस् म चेक गर्छु एकचोटि 1 2 3 4 ल पहिला कुन मार्छु कमन कुन हो 2 हो 2 छ पहिला 2 1 5 2 1 5 हो हैन हो सर अरू त चाहिएन यति भयो त भइहाल्यो नि यो क्वेसनलाई त हो यति कि अब यो त अब 1 आयो नि त बाटोमा क्लकवाइजमा पक्नुहोस् न मलाई हेर्न दिनुहोस् न पहिला है अब हेर्नुहोस् यहाँ अब यहाँ नि है अब अर्को के आयो पहिला अगाडि बढ्नु दिनुहोस् न मलाई अब त्यसपछि 2 4 3 2 4 3 बाँकी 6 भयो नि हो भयो अब सुन्नुहोस् अब ठिक छ केही छैन यहाँ नि यहाँ अब यो 2 र 5 को बिचमा राइट ध्यान सुन्नुहोस् है 2 र 5 को क्लकवाइजमा 1 आयो हो अब यसरी 1 आयो नि अब सुन्नुहोस् यसो मतलब के भयो सुन्नुहोस् यसो मतलब के भयो क्वेसन ठिक गर्नुभयो एक्सपेरिमेन्ट गर्नुभयो ठिक गर्नुभयो यसो मतलब भयो यो क्वेसन मार्कमा 1 भए पनि भयो 4 भए पनि भयो यसो मतलब हैन भयो यस सर है त अप्सनमा सुन अप्सनमा त्यो दुईटामा कुनै एउटा दिया हुन्छ दुवै दिया हुँदैन सर हजुर क्लकवाइज जाँदा त 2 पछि सिधै 5 आउनु पर्छ भन्नुभएको थियो त अघि ए पक्नु मार्दियो मलाई अनि त्यहाँ त एन्टी 2 पछि सुन 2 पछि 5 ल 2 पछि 5 ए पक्नु 2 पछि 5 हो 2 पछि 5 जानु पर्यो 5 पछि नयाँमा जानु पर्यो त 5 पछि नयाँमा जानको लागि बाटो नै छैन छ मिल्दैन मिल्दैन यो 2 and 1 बाट मिलेन है मार्दियो मलाई किन मलाई पनि कन्फ्युज गरिदिन्छ 2 पछि 5 जानु कि 5 पछि नयाँमा जानु पर्यो त 5 पछि नयाँमा क्लकवाइज छँदै छैन छैन यहाँ यो 2 and 1 बाट मिल्दैन ल ल थ्यांक यू एक्सपेरिमेन्ट गरेर ठिकै भयो तर अब चाहिँ दुईटै आउन सक्छ अप्सनमा अब यो केसमा आयो भने अब दिन सक्छ है त दुईटै भएको भए कुनै एउटा दिन थियो सकभर दुईटा त हुँदैन सकभर हुँदैन के लगभग त जेनरल डाइस भएकोले पोसिबल पनि छ त त्यस्तो हुँदैन हतपति चित बुझेन बोल कले 2 and 1 बाट कले बोल्नु भयो उसलाई चित बुझेन यस बुझ्यो नि खाली सुन एक ठाउँमा मिल्ने पनि भएन नि यो क्लकवाइज पनि सेटिङ हुनु पर्यो नि यस सर बुझे ल अब हेर्नुहोस् अब डाइसको यतिले पुगिहाल्छ तपाईँले बढीभन्दा बढी गरेर ध्यान दिनु होला म तपाईँले अरू सबै पढ्नु होला जुन हिजो गराएको थिएँ त्यो राइट माने 4 अप्सन राइट छ भने कसरी गर्ने र क्वेसन मार्क डाइस यो दुईटा मोस्ट इम्पोर्टेन्ट हो फेरि मैले यो अनलाइनमा बोलिदिरहेको छु त मोस्ट इम्पोर्टेन्ट मैले आफ्नो गेसबाट बोलेको छु अरू नछोड्नु अरू पनि पढ्नु होला है ओके सर यसपछि सुन पहिला फिगरबाट सकाइदिऊ अब काउन्टिङ फिगर सुरु गर्नुहुन्छ के इम्पोर्टेन्ट भन्नुभयो यो हिजो जुन पठाएको थियो नि त्यो 4 अप्सन राइट 4वटा अप्सन राइट वाला हजुर सर त्यो र यो क्वेसन मार्क अलिक बढी इम्पोर्टेन्ट छ के मेरो गेस अनुसार है अब सुन्नुहोस् अब म सुरु गर्छु तपाईँलाई फिगर काउन्टिङ फिगरवाला पास सकाइदिउँ पहिला त्यसरी नम्बरिकलमा जाने नम्बरिकल सकाएर क्लास बन्द गरिदिनु हुँदैन ओके सर हुन्छ त्यसपछि पर्सेन्टेज प्रफिट लस सिम्पल इन्ट्रेस्ट कम्पाउन्ड इन्ट्रेस्टतिर जाने हुन्छ नि ओके सर अब सुन्नुहोस् यो पछि सर फिगर पछि हजुर फिगर पछि जाने हो त्यो पर्सेन्टेजहरुमा चाहिँ हो यताबाट पाठ सकाइदिउँ न ए हुन्छ हुन्छ अब सुन्नुहोस् पानी सानी खानुहुन्छ नेट तपाईँ सुरु गर्नलाई 2 मिनट यस हुन्छ सर हजुर रेस्ट लिनु सर ल 2 मिनट रेस्ट लिनुहोस्
होइन अब गाह्रो कति के भन्नु बेला बाबु आउँछस् ल 2-3 मिनट पछि आउनुहोस् न ओके सर 15 मा 15 होइन धेरै भइहाल्छ 12-13 मा त्यो नयाँ च्याप्टर भएको लगेको नयाँ इनर्जी आउनुहोस् न ल आइसक्नुभयो सबै Yes, sir. ल सुन्नुहोस् अब यसलाई आरामले हेर्नुहोस् है फिगर काउन्टिङ जुन छ नि बडा इम्पोर्टेन्ट च्याप्टर हो र विद्यार्थीलाई फिगर काउन्टिङमा धेरै अप्ठ्यारो हुन्छ तर अप्ठ्यारो हुँदैन विद्यार्थीले तरिका नबुझेर मात्र हो कि फिगर काउन्टिङमा यस्तो टेक्निक छ कि यदि तपाईँले त्यो टेक्निकले समाज दिनुभयो भने कुनै पनि फिगर तपाईँको 1 मिनटको भित्रमा काउन्ट भइहाल्छ हेर्नुहोस् कसरी हुन्छ अब बिस्तारै बिस्तारै त्यो क्लियर हुँदै जान्छ हेर्ने अब सबभन्दा पहिला फिगर काउन्टिङको भित्र के पढ्ने र त्यो लिस्ट गरिदिन्छु म यसको भित्र पढ्ने पर्ने हुन्छ एउटा काउन्टिङ स्ट्रेट एसटी के मतलब स्ट्रेट बुझ्ने स्ट्रेट लाइन्स एन्ड लाइन सेगमेन्ट्स ओके अर्को पढ्नु पर्ने हुन्छ काउन्टिङ एङ्गल्स अर्को पढ्नु पर्ने हुन्छ काउन्टिङ सर्कल्स ओके अर्को पढ्नु पर्ने हुन्छ कलर फिलिङ इन एनी जियोमेट्रिकल फिगर राइट अर्को पढ्नु पर्ने हुन्छ काउन्टिङ
रेक्टेंगल्स एंड स्क्वायर्स दुवैले एकै ठाउँमा राखिदिएँ मैले, राइट। र अर्को पढ्नुपर्ने हुन्छ काउन्टिङ ट्रायंगल्स। ल यदि यति गरिदियो भने काउन्टिङ फिगरमा हामीले पुगिहाल्छ। के गर्ने, 1 नम्बरबाट सुरु गरिदिउँ? ओके Yes, सर sir. यस सर हुन्छ सर। यहाँबाट सर हजुर बोल्नुहोस्। यो कति मार्क्सको आउँछ र? क्वेसन काउन्टिङ फिगरबाट सोध्ने एउटा हो, एउटा अहिलेसम्म एउटै सोधिरहेछ। एउटा पो साथी 1 मार्क हो। अरे बाबा एउटा सर, question टोटल म्याचै हुन्छ। मलाई भन्न दिनुहोस् न, एउटा क्वेसन 1 मार्कको हुन्छ। ए कति बोल्नुहुन्छ? एउटा क्वेसन 1 मार्कको हुन्छ, एउटा चेटबाट एउटा क्वेसन सोध्ने हो कि भन्नु त? हो सर। अनि यस सर हो काउन्टिङ फिगरमा यति कन्टेन्ट छ के पढ्नुपर्ने, यिनीहरू कुनै पनि सोधिदिन्छ। यो हजुरले पढाएकोहरू चाहिँ रिपिटेड भएको छ भनेपछि अँ यति क्वेसन अब त्यो हजुरको बुकबाट नै क्वेसन आउने हो कि लगभग यसकै प्याटर्नमा आउने हो कि? सुन्नुहोस्, अहिलेसम्मको हिस्ट्रीमा काउन्टिङ फिगरबाट मेरो बुकबाट तपाईँको 3वटा क्वेसन सोधिसकेको छ। एउटा मेरो बुकको क्वेसनको एक्सर्साइजको क्वेसन नम्बर 25, एउटा क्वेसन नम्बर 11 र अर्को मलाई याद छैन के, एउटा एक्ज्याक्ट याद छैन कि कुन क्वेसन छ भनेर। अहिलेसम्म काउन्टिङ फिगरबाट मेरो बुकबाट 3टा क्वेसन सोधेको छ अहिलेसम्म है। क्वेसन नम्बर 25 2078 को फर्स्ट इक्जाममा सोधेको थियो। क्वेसन नम्बर 11 2078 को सेकेन्ड इक्जाममा सोधेको थियो। यो क्वेसन नम्बर 25 छ, यसमा नम्बर ट्रायंगल 44 छ, मलाई यादै भइसकेको छ, मेरो हो बुकको सर। हो। र क्वेसन नम्बर 11 छ, यसमा नम्बर ट्रायंगल 28 छ, डबल स्ट्याबल ट्रायंगल हो। एउटा सर्कलको भित्र फिगर होला हो, 11 कि 12 होला। भनेपछि हजुरकै बुक पढाएर छ नि बनाउने मान्छे। त्यो त त्यो अनलाइनमा त्यो कुरा नगर्नुहोस् है, त्यो अनलाइन छ, लाइभ छ। सरले नै भिडियो बनाउने हो कि? यो लाइभ चलिरहेछ, एक्स्ट्रा कुरा नगर्नुहोस् है, भयो? सर हेर्नुहोस् अब। सर हजुर त्यो 2-3वटा फिगर दिएर त यो पार्ट चाहिँ कुनमा म्याच हुन्छ टाइपको यो चाहिँ होइन, यो फिगर काउन्टिङमा पर्दैन। पर्दैन त्यो अर्कोमा पर्छ। त्यो त इम्बेडेड फिगर हो है, त्यो इम्बेडेड फिगर हो। त्यो त हामीले गरिहाल्छौँ, त्यो इम्बेडेड फिगर टक्क। अब जुन फिगर दिएछ अप्सनमा सेट गरेर हेर्ने नि, लाइनको धारमा के धारमा सेट गरेर हेर्ने, उल्टो पुल्टो सेट भए पनि हुन्छ, भइहाल्छ। त्यो त भइहाल्छ, सानो कुरा हो, त सिम्पल कुरा हो। सर हजुर यो एक दिन यता बेसिक म्याथ पढ्न मिल्छ कि मिल्दैन? अब बेसिक म्याथ किन बेसिक म्याथ पढ्ने? यता डिभाइड यताउताले नि अलि डुबायो क्या सर। के सर त्यो पोइन्ट डिभाइडहरू यताउता अनि स्क्वायरको ट्रिक यस्तो अनि रुट अन्डर 178 को भ्यालु कति हो यस्तो। तपाईँको म्याथमा त्यस्तो क्वेसन हुँदैन, किन चिन्ता गर्नुहुन्छ? होइन सर म्याथ होइन नि, अरूमा सर आयो भने चाहिँ अरूको कुरा नगर्नुहोस्, अहिले म्याथको कुरा गर्नुहोस् मसित। मतलब सिकाइदिनु खोजेको। ल सुन्नु, त्यो पछि कुरा हो, पहिला सिलेबस सघाउनु दिनुहोस् मलाई। ल पहिला सुन्नुहोस्, अब डिस्टर्ब नगर्नुहोस्। पहिलामा ल पुरै पठाइदिन्छु यसमा। पहिला स्टार्ट गर्छु काउन्टिङ स्ट्रेट लाइन्स एन्ड लाइन सेगमेन्ट्स। ओके सुन्नुहोस्, काउन्टिङ स्ट्रेट एन्ड लाइन सेगमेन्ट्समा एकदम 0बाट सुरु गरिदिएँ। किन छोड्ने, 1 घन्टाको क्लास यो पनि गरिहालौँ न। सुरुमा यो सुरुको छोड्यो भने पछि छुटिहाल्छ कि। ल सुन्नुहोस्, लाइन सेगमेन्टको मतलब के हो भने जसको जुन लाइनको इन्डिङ पोइन्ट हुँदैन त्यो, सरी जुन लाइनको इन्डिङ पोइन्ट हुँदैन त्यो के हुन्छ, स्ट्रेट लाइन हुन्छ, हो नि? हो, जसको इन्डिङ पोइन्ट हुँदैन त्यो स्ट्रेट लाइन हुन्छ। जसको इन्डिङ पोइन्ट हुन्छ 2 सेन्टिमिटर 4 सेन्टिमिटर त्यो स्ट्रेट लाइन सेगमेन्ट हो। के हो? लाइन सेगमेन्ट हो। ओके है, त्यो लाइन सेगमेन्ट हो। पहिला म तपाईँलाई स्ट्रेट लाइन काउन्ट सिकाउँछु है।
स्ट्रेट लाइन स्ट्रेट लाइन्स। मलाई यो भन्नुहोस् त यो फिगरमा गल्ती भए केही फरक पर्दैन। यो जुन फिगर छ यहाँ मैले डट दिदिएँ यसमा स्ट्रेट लाइन कतिवटा छ? स्ट्रेट लाइन जीरो स्ट्रेट लाइन एउटा होला एउटा हो। सुन्नुहोस् स्ट्रेट लाइनको मतलब के छ मलाई भनिदिनुहोस्। लाइन सेगमेन्ट त तीनटा भयो, 1 2 यो ठुलो 3 लाइन सेगमेन्ट छैन, हामी स्ट्रेट लाइनमा छौँ। आरामले हेर्ने है, स्ट्रेट लाइनमा छौँ। त्यो स्ट्रेट लाइनमा के हुन्छ भने कुनै ट्रिक छैन, कुनै फर्मुला छैन, यसो टेक्निक मात्र छ। त्यो टेक्निक फलो गर्ने हो। तर स्ट्रेट लाइन काउन्ट गर्नु छ भने के गर्ने? स्टार्ट गर्ने इन्ड नहुन्जेसम्म नछोड्ने, इन्ड नहुन्जेसम्म नछोड्ने। इन्ड भयो ल, कतिचोटि हात गयो भन्नु त? एकचोटि गयो गएन? हो, यानि कि स्ट्रेट लाइन यसमा एउटा छ। यानि कि स्ट्रेट लाइनको लागि बीचको पोइन्टले कुनै असर गर्दैन। पोइन्ट टु बी नोटेड, राइट? हजुर लेफ्ट र राइट पोइन्ट छ त अनि स्ट्रेट लाइन कसरी भयो? मैले के भने कि स्ट्रेट लाइनको लागि बीचको पोइन्टले कुनै असर गर्दैन। स्टार्ट गर्ने इन्ड गरिदिन सक्यो भयो। सर अनि स्ट्रेट लाइन अलि भर्खर तपाईँले त अनि इन्डिङ नहुने भन्नु भएन र? रे बाबा यहाँ के छ भने जब स्टार्ट गर्यो इन्ड गर्यो मतलब यहाँ फिक्स गरेको छैन भने जहाँ पनि जान सक्छ नि। फिक्स गरेको होइन, यो फिक्स गरेको छैन नि। र ए बाबा मेरो कुरा सुन्नुहोस् न, मैले के भने स्ट्रेट लाइनको मतलब के हुन्छ कि स्टार्ट गरियो अब अगाडि बढ्यो बढ्यो बढ्यो, कुनै ठाउँमा रुक्नु छैन नि। हो, जहाँ अब भनौँ न कि मलाई एकैछिन मलाई इन्फाइनाइटसम्म लाइन तान्नु छ, त्यो इन्फाइनाइटसम्म त हामी लाइन तान्न सक्दैनौँ, केही लाइन तान्न छोडिदिन्छौँ। हो, यसैमा 2 सेन्टिमिटर 4 सेन्टिमिटर भदिमा लाइन सेगमेन्ट भइहाल्यो। हो, या 2 सेन्ट ठिक छ त, मलाई लाग्यो सोध्नुमा राम्रो कुरा हो। त 2 सेन्टिमिटर 4 सेन्टिमिटर के हो? एउटा पोइन्ट दिँदै भने मतलब के हो? यो बाउन्ड्री त भयो, यहाँदेखि यहाँसम्म मात्र, यहाँदेखि यहाँसम्म मात्र फिक्स डिस्टेन्स लियो नि, त्यो लाइन सेगमेन्ट भइहाल्यो। अब फिक्स डिस्टेन्स लिनु, स्टार्ट गर्यो इन्ड गर्यो, अब इन्ड गर्दाखेरि त्यो अगाडिसम्म कहीँसम्म जान्छ क्या आफ्नो है। यसो मतलब यो हुन्छ के सर भनेपछि लास्टमा तपाईँ जहाँनिर गएर तपाईँले इन गर्नुभयो नि त्यो पोइन्टलाई त अनि डटले रिप्रेजेन्ट गर्न मिल्दैन होला नि त? अनि रे बाबा हामी फिगरमा देखाएको हुन्छौँ त, लाइन भन्नु मतलब त्यो इन्ड होइन क्या, त्यो इन्फाइनाइट जाने हो। त्यो यो डाइरेक्सनमा इन्फाइनाइट जाने हो। ओके सर, ओके होइन मनमा लागेको क्लासमा एउटा मात्रै स्ट्रेट लाइन हुन्छ। हजुर त्यो एकचोटि पेन घुमाउँदाखेरि भन्नुभयो नि त, हो त्यसो गर्दा ट्रायंगलमा पनि एउटा मात्रै स्ट्रेट लाइन हुने भयो। त ट्रायंगल कुरा हेर्न गर्नुहोस् न, पहिला पछि ट्रायंगलमा गए ट्रायंगल कुरा गर्नु हो ल। म सबै इक्जाम्पल दिन्छु नि, पहिला स्टार्टिङ कुरा बुझ्नुहोस् न पहिला है। म त्यहाँ गए सबै ठाउँमा त्यसमै जान्छु, पक्नुहोस् न, क्या आत्नुहुन्छ तपाईँ है। त्यो स्ट्रेट लाइनको मतलब यो हो के भन्दाखेरि स्ट्रेट लाइनको मतलब हुन्छ कि स्टार्ट गर्ने बीचको पोइन्टले कुनै असर गर्दैन, किनभने कि पोइन्टले असर गर्ने मतलब फिक्स डिस्टेन्स भइसक्यो। यहाँबाट यहाँ सुरु गरेर यहाँ रुक्नुको मतलब के भयो? यो लाइन सेगमेन्ट भइहाल्यो। यहाँदेखि यहाँसम्म केही डिस्टेन्स हुन्छ, केही डिस्टेन्स लियो, 2 सेन्टिमिटर 4 सेन्टिमिटर लियो, नरुक्नुको मतलब के भ्याल्यु? स्टार्ट गर्ने इन्ड गरिदिनु हो। भन्नु मतलब यसमा स्ट्रेट लाइन एउटा मात्र भयो क्या। अब यही लाइन सिधा जहाँसम्म जान्छ त्यहाँसम्म जान्छ आफ्नो है। भन्नु मतलब खोजेर यो हुन्छ क्या यसमा। सर एट जस्तो हुनु पर्यो होला नि त, यो राइटमा तेरो जस्तो हुनु पर्यो होला नि त, एन्ड हुँदैन भने। अरे बाबा यो लाइन सुन, फिगर यस्तो दिया हुँदैन, फिगर अर्को दिन्छ कि, यहाँ क्लोज फिगर दिन्छ त त्यो फिगरमा कतिवटा लाइन छ त्यो कुरा हुन्छ कि। त माने कि यहाँ यो जो देखाउनु जरुरी छैन, आइक्यू न हो त, आइक्यू भाषा काम गर्नुपर्छ क्या हामीले। लाइन सेगमेन्ट त्यही नै स्ट्रेट लाइन कसै नबुझ्यो, कतिमा चिन्ता बुझाउन सक्यो होला। यो लाइन सेगमेन्टको मतलब भयो कि दुईटा पोइन्ट सर्टेन डिस्टेन्स, दुईटा पोइन्ट आयो कि केही डिस्टेन्स भयो, 2 सेन्टिमिटर 4 सेन्टिमिटर भयो, योभन्दा अगाडि जानु छैन। डिस्टेन्स मतलब यो भयो। हो, लाइन सेगमेन्ट पोइन्ट भयो भने मतलब छैन, बिचको पोइन्टले असर गर्दैन, यो आफ्नो बाटो चिरेर गइरहन्छ आफ्नो, जहाँसम्म जान्छ त्यहाँसम्म जान्छ। त हामीले देखाएको यति मात्र हो कि, यो कुरा बुझ्नुहोस् न सर। अनि दुईटा एरोज राख्नु पर्दैन एन्डतिर, त्यो प्रुभ गर्न कि त्यो चलिरह हाम्रो। अरे बाबा ठिक छ ल, एरो राखिदिनुहोस् न, केही फरक परेन। मतलब यो जो क्वेसन दिन्छ नि फिगर अर्को टाइपको दिन्छ क्या, फिगर यहाँ यस्तो क्लोज फिगर दिन्छ क्या हाम्रो। त क्लोज फिगरमा सबै एरो देखाइराख्नुपर्छ, कुरा आफै बुझ्ने चिज हो कि। स्ट्रेट लाइनको मतलब यो हुन्छ कि स्टार्ट गर्यो बीचको पोइन्टले कुनै असर गर्दैन, स्टार्ट गर्यो जबसम्म इन्ड हुन्छ तबसम्म गइराख्ने हो।
माने दिएको फिगरमा यसो मतलब रियल मिनिङ के हो? रियल मिनिङ यो के छ भने वास्तवमा लाइनको मतलब के भयो? मैले यति मात्र लिएको छु, मैले यति मात्र काउन्ट लिएँ भने यहाँबाट यहाँसम्म एउटा लाइन भयो, मतलब के भयो? यहाँ त मैले यहाँ त वास्तवमा इन्डिङ 2 सेन्टिमिटर 4 सेन्टिमिटर ल्याएको छु मैले। नो सर। हो, त्यसो मतलब के भयो? मैले यहाँसम्म मात्र, सुन, फिगरको ठाउँको अभावले मैले कपीमा यहाँसम्म मात्र देखाएँ सिम्पलमा, त यो लाइनको मिनिङ के भयो? यो लाइन अब जहाँसम्म पनि जान सक्छ के? यस सर, क्लियर। हो अब लाइन पोइन्टमा रुकिदियो भने नि, सुन्छ, पोइन्टमा रुकिदियो भने अब योभन्दा अगाडि जान पाइएन, त लाइन सेगमेन्ट भइहाल्यो, टुक्रा भइहाल्यो, पिस भइहाल्यो, यो पिस भइहाल्यो। तर मानौँ कि यति मात्र छ, ल यसै दिएको छ, ल यहाँ 2-4 पोइन्ट दियो, यसो मतलब होइन, ल यहाँ पनि पोइन्ट छ, मतलब होइन। यहाँबाट सुरु गर्नु मतलब इन गर्नु मतलब के हो? अब रुकेन, अब आफ्नो आफ्नो तरिकाले जाँदै गर्छ यो है। त्यो स्ट्रेट लाइन हो कि लाइन सेगमेन्ट हो? ल सुन्नुहोस्, यदि पोइन्टमा रुक्यो भने लाइन सेगमेन्ट भइहाल्यो, पोइन्टमा रुकेन इन्ड गरिदियो भने त्यो लाइन भइहाल्यो के? त्यो सुन्नुहोस् लाइन सेगमेन्ट पनि भयो कि स्ट्रेट लाइन? ए बाबा कसै नबुझ्नु, सुन्नुहोस् सबैको दिमागमा हटाउनुहोस्। बेला म के भन्छु हेर्नुहोस्, यहाँ यदि लाइन स्ट्रेट, फेरि म सुरुदेखि भन्छु, स्ट्रेट लाइनको मतलब जसको इन्डिङ पोइन्ट हुँदैन, मतलब त्यो भन्न खोजा त्यो हो, राइट? स्ट्रेट लाइनको कुनै डिस्टेन्स हुँदैन, ओके? र लाइन सेगमेन्टको सर्टेन डिस्टेन्स हुन्छ, इन्डिङ पोइन्ट हुन्छ, यो लाइन सेगमेन्ट हो, यहाँदेखि यहाँसम्म मात्र। ल यो लाइनमा, ल यहाँ पनि छ, त यहाँदेखि यहाँसम्म एउटा लाइन सेगमेन्ट भयो, यहाँदेखि यहाँ एउटा लाइन सेगमेन्ट भयो, यो पुरै एउटा लाइन सेगमेन्ट भयो, 3टा लाइन सेगमेन्ट अहिले म गएको छैन। तर यसैमा स्ट्रेट लाइन भन्नु छ भने सुरु गर्ने इन्ड गर्ने एउटा मात्र लाइन जान्छ, माने यो बाटोबाट बिचको जुन बाटो छ नि, टर्निङ, यो टर्मिनल पोइन्टहरू, यो होइन, सुरु गर्यो इन्ड गर्यो, मतलब यो लाइन आफ्नो तरिकाले इन्फाइनाइटसम्म जान्छ के यो? ओके, बुझ्यो सर। ल अब हेर्नुहोस्, बुझेँ। ल सुन्नुहोस्, अब स्ट्रेट लाइनको चिज बुझेन? यस सर, बुझ्यो सर। ल सुन्नुहोस्, अब स्ट्रेट लाइनको क्वेसन कस्तो हुन्छ हेर्नुहोस्, यहाँ स्ट्रेट लाइन कसरी काउन्ट गर्ने? मान लो कि फिगर यस्तो दिएको छ, फिगर यस्तो दिएको छ, फिगर यस्तो दिएको छ। अब जहाँबाट मलाई त्यहाँबाट लाइन तानिदियो, कसले के गर्छ? केही सोचेर होइन, जहाँबाट मलाई त्यहाँबाट लाइन तान्नुहोस्, यो डराउनु होइन हो। अब तपाईँले यसमा स्ट्रेट लाइन काउन्ट गर्न भन्यो, के भन्यो? लाइन सेगमेन्ट होइन, स्ट्रेट लाइन काउन्ट गर्न भन्यो हो, राइट? त्यो स्ट्रेट लाइन काउन्ट गर्नु छ भने नि यो हेर्दै बिहादै बेहोस भइहाल्छ, डराउनु पर्दैन, यसको एकदम सिम्पल टेक्निक छ। त टेक्निक के छ कि स्ट्रेट लाइन काउन्ट गर्नु छ भने फिगर जस्तोसुकै भए पनि त क्लोज फिगर हुन्छ, ओके नि? भन्नु त यस सर। तो क्लोज फिगर के गर्ने कि बाहिरी फिगरको बाहिरी बाउन्ड्रीमा जहाँ जहाँ भर्टेक्स भेट्छ नि त्यहाँ पोइन्ट आउट गरिदिने, यसमा बढी रिस्क नलिने है। यसो धेरै मेथड छ, होरिजेन्टल लाइनबाट, भर्टिकल लाइनबाट, स्लेन्ट लाइनबाट, त्यो सबै लफडा हो है। त्यसमा अलिकति प्रेसर बढिहाल्छ। जुनमा तपाईँले टेक्निक सिकाउँछ त्यो टेक्निक फलो गर्नुहोस्, कुनै पनि हालतमा रङ हुँदैन, राइट? के गर्ने? यो फिगरको बाहिरी बाउन्ड्रीमा पोइन्ट्सहरू लिइहाल्ने, भर्टेक्सहरू जहाँ जहाँ पोइन्ट छ त्यहाँ त्यहाँ लिइहाल्ने, राइट? जहाँ जहाँ पोइन्ट छ त्यहाँ त्यहाँ भर्टेक्स लिइहाल्ने, एउटा पनि नछोड्ने, त बाहिरी बाउन्ड्रीमा मात्र भयो नि। अब यो तरिकाले गऱ्यो भने कुनै पनि हात रङ हुँदैन, एउटा पनि, हाम्रो उद्देश्य हो एउटा पनि छुट्नु हुँदैन र एउटा पनि रिपिट गर्नु हुँदैन, ओके? त गर्ने के? कुनै एउटा भर्टेक्सबाट स्टार्ट गर्ने, म यहीँबाट स्टार्ट गर्छु, ल बस यति मात्र बुझ्ने। स्ट्रेट लाइन काउन्ट गर्नु छ भने सुरु गर्ने इन्ड गर्ने, हेर्नुहोस् यहाँ यो सुरु भयो, इन्ड नहुन्जेलसम्म छोड्ने। अब यहाँ डाइरेक्सन चेन्ज भयो भएन? भयो सर। हो, अब मतलब यसले के भन्न खोज्यो? अब यो लाइनमा यो आफ्नो सिधा जहाँसम्म जाओस् अब, हो? ल एउटा सुरु गर्ने इन्ड गर्ने, एक, बस। तपाईँले के गर्नु होला त, कपीमा तपाईँले कलर्सहरू त हुँदैन, त पेन्सिलले रिपिट गरिदिनु होला। माने यसले फाइदा के हुन्छ? कुनै फिगर छुट्नु हुँदैन र कुनै फिगर रिपिट हुनु हुँदैन। त्यसले कुनै यहाँ सिम्बलाइज गरिदियो भने यो थाहा भयो नि यो लाइन काउन्ट भइसक्यो भनेर, हो? फेरि अर्को जाने,
जब यो भर्टेक्सबाट जति लाइन भेट्छ सबैमा गइहाल्ने, सुरु गर्ने इन्ड नहुन्जेसम्म नछोड्ने। 2 3 4 यसबाट कतिवटा भेट्यो? 4 एउटा पोइन्टबाट 4 4वटा। अब यो पोइन्टमा आउने, यो पोइन्टबाट यो लाइन गएको छ हो कि होइन? हो। सुरु गर्ने इन्ड गर्ने, यहाँबाट एउटा भेट्यो। अब यहाँबाट पनि एउटा भेट्यो, सुरु गर्ने सिधा इन्ड गरिदिने, यहाँबाट पनि एउटा भेट्यो। अब यहाँबाट सुरु गर्ने सिधा इन्ड गरिदिने, एउटा भेट्यो। अब यहाँबाट हेर्नुहोस्, यहाँबाट यो काउन्ट भइसकेको छ हो कि होइन? एउटा लाइनले दुईवटा काउन्ट गर्न मिल्दैन, यसैले मैले यहाँ चेन्ज गरिदिएँ कि मैले। एउटा यो बाँकी छ, हो, कुनै छुट्नु हुँदैन, कुनै रिपिट हुनु हुँदैन। यो गयो 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 यहाँसम्म 1 गयो 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 2 यहाँ यो भयो 3 यहाँबाट 3वटा भेट्यो। अब यहाँबाट एउटा यो बाँकी छ, यो छ 1 भयो, यहाँबाट यो भइसक्यो अब यो बाँकी छ। बस यदि ध्यान दिनुहोस्, कुनै छुट्नु हुँदैन, कुनै रिपिट हुनु हुँदैन। 1 2 र 3 यहाँबाट 3टा भेट्यो। यहाँबाट एउटा यो बाँकी छ, अब यहाँबाट हेर्नुहोस्, अब यहाँबाट यो काउन्ट भइसकेको छ। त मैले यो रातो किन गरेँ? कहीँ यताबाट छुटेपछि उताबाट थाहा हुन्छ हुँदैन भन्नु त? हो, यसै कारण बाहिरी बााउन्ड्रीमा गयो भने छुट्ने कुनै चान्सै हुँदैन। तर बाहिरी बााउन्ड्रीमा एउटा पनि भर्टेक्स छोड्ने, यो भर्टेक्सबाट छैन, यो भर्टेक्सबाट एउटा यो छ, एउटा मात्र खाली छ 1, यो भर्टेक्सबाट छैन, यताबाट छुट्योपछि उताबाट थाहा भइहाल्छ। यो भर्टेक्सबाट छैन, यहाँबाट छैन, यहाँबाट छैन, यहाँबाट छैन, सबै सक्यो हो। अब यसलाई ब्रह्मा विष्णु महेश बाबु चन्द पनि रङ गर्दैन, यति हो भने हो, यति नै सेट लाइन हो। यसमा 4 1 5 1 6 1 7 3 10 1 11 11 3 14 14 14 14 14 14 छैन, 14 1 15। यो फिगरमा 15वटा स्ट्रेट लाइन छ। भन्नुहोस् के भन्नु छ भने? यस सर 15। ल एउटा अर्को फिगर हेर्नुहोस्, आराम हेर्नुहोस् न, सबै तपाईँको दिमाग जति छ सबैमा गराइदिनुहोस्, किन चिन्ता गर्नुहुन्छ? एउटा यो भयो, ल यस्तो फिगर बनाइदियो, यस्तो यस्तो यस्तो, यहाँबाट यो लाइन यो लाइन यो लाइन यो लाइन यो लाइन, राइट? अब हामीले यसमा स्ट्रेट लाइन काउन्ट गर्न भनिदियो। त सिम्पल तरिका हो, जुन फिगरमा हामीले स्ट्रेट लाइन काउन्ट गर्नु छ त्यो फिगरको बाहिरी बााउन्ड्रीको भर्टेक्स लिइहाल्ने, भित्र त पस्दैन पस्ने, बाहिरी बााउन्ड्रीको भर्टेक्स लिइहाल्ने, बाहिरी बााउन्ड्रीको, र प्रत्येक बााउन्ड्रीबाट काउन्ट गर्न सुरु गर्ने, कुनै छुट्नु हुँदैन, कुनै रिपिट हुनु हुँदैन। अब यहाँबाट हेर्नुहोस् त, यहाँबाट यो लाइन काउन्ट गर्नुपर्छ भन्नु त? पर्दैन। किन? हामीलाई त स्ट्रेट लाइन काउन्ट गर्नु छ नि, कर्भ लाइन काउन्ट गर्नु छैन नि। स्ट्रेट लाइन यहाँबाट एउटा यो हुन्छ 1, बस सुरु गर्यो इन्ड गर्यो, गयो 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 2 3 अगाडि बढाइदिनु मैले, 3 4 4वटा भेट्यो यहाँबाट हो। अब यहाँबाट हेर्नुहोस्, यहाँबाट यो काउन्ट भइसक्यो। अब एउटा यो कुनै छुट्नु हुँदैन, 1 2 3 यहाँबाट 3, यो दुईटा काउन्ट भइसक्यो। यहाँबाट यो 1 2 यहाँबाट 1 1 यहाँबाट छैन। प्रत्येक भर्टेक्स कन्फर्म गरिहाल्ने, फाइदा के हुन्छ? कहीँ यताबाट छुट्यो भने उताबाट थाहा भइहाल्छ हो कि होइन? त 4 3 7 7 9 1 10, यसमा टोटल नम्बर स्ट्रेट लाइन कतिवटा छ? 10वटा छ। भयो? हुन्छ नि? बुझ्यो। अब त बुझेँ मजाले? यस सर। ल स्क्रिनसट लिइहाल्नु, साह्रै सम्भव छैन, स्क्रिनसट लिइहाल्नुहोस्। जस्तो पनि स्ट्रेट लाइन काउन्ट गर्न सकिन्छ? यसमा लाइन सेगमेन्ट सोध्छ कि नै सर? पक्नु छ पहिला, लाइन त क्लियर गर्नुहोस्। मैले भने नि तपाईँको दिमागमा जति छ म सबै क्वेसन गराउँछु, नाच्नुहोस् न तपाईँ। स्ट्रेट लाइन त बुझ्यो नि?
यस सर बुझ्यो Yes, ल sir. अब जान्छौँ हामी स्ट्रेट लाइन सेगमेन्ट स्ट्रेट लाइन सेगमेन्ट अब यो दुईटामा क्वेसन सोच्नु मलाई एन्सर दिनु होला गल्ती नै सही केही फरक पर्दैन मलाई यो भन्नुहोस् यो फिगरमा कतिवटा लाइन सेगमेन्ट हो एउटा 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 Very good. यो त स्टार्ट गर्ने तरिका मात्र भयो अब यो फिगरमा कतिवटा लाइन सेगमेन्ट हो सोचेर भन्नु तिनटा तीनटा तिनटा यहाँदेखि यहाँसम्म एक यहाँदेखि यहाँसम्म दुई यो होल एउटा तीन ल अब सुन्नुहोस् अब मानौँ कि अब मलाई यो भन्नुहोस् त यो फिगरमा एक दुई यस्तो यसमा कतिवटा लाइन सेगमेन्ट छ गल्ती नै सही केही फरक पर्दैन चारवटा एक दुई तीन एउटा कुरा सुन्नुहोस् कुनै पनि फिगरमा दुई टाइपको फिगर हुन्छ फिगरले आरामले पढ्ने टाइम लाग्छ है यसमा कुनै पनि फिगरमा दुई टाइपको फिगर हुन्छ एउटा डाइरेक्ट लुकिङ र अर्को हिडन त डाइरेक्ट लुकिङमा त प्रब्लम छैन प्रब्लम चाहिँ हिडनमा मतलब फिगर काउन्टको डिमान्ड के हो यदि फिगर त्यहाँ प्रेजेन्ट छ भने आँखाले देखोस् या नदेखोस् त्यो काउन्ट हुनुपर्छ एउटा पनि छुट्नु हुँदैन एउटा पनि रिपिट गर्नु हुँदैन वन मिस्टेक गेम ओभर एउटा पनि कम्प्रोमाइज हुँदैन राइट त ट्रिक कहाँ चाहिन्छ जुन आँखाले देख्दैन तर त्यहाँ छ त्यसको लागि हामी ट्रिक युज गर्ने हो हेर्दै जानुहोस् न यसो हेर्नुहोस् त एउटा यो भयो यहाँदेखि यहाँसम्म एक यहाँदेखि यहाँसम्म दुई यहाँदेखि यहाँसम्म तीन अब दुईवटा मिलाएर चार यो दुईवटा मिलाएर पाँच एउटा होल छ हो कि भन्नु त Yes, sir. यसमा छवटा यस्तै लाइन सेगमेन्ट छ तर मान्नु कि यस्तो फिगर ड्र गरिदियो भनिदियो यहाँ 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 अब भन्नु यसमा लाइन सेगमेन्ट काउन्ट गर्ने कसै हिम्मत छ भन्नुहोस् सम्भव छ भन्नु छैन हो त गर्ने के sir. अब सुन्नुहोस् अब चुप लाग्नुहोस् न यदि कुनै पनि फिगरमा लाइन सेगमेन्ट काउन्ट गर्नु छ भने के गर्ने प्रत्येक सेगमेन्टमा नम्बरिङ गरिदिने यहाँदेखि यहाँसम्म वन वन प्रत्येकमा नम्बरिङ गर्ने 2 3 4 5 6 7 8 र 9 र सबैले प्लस गरिदिने हस् एन्सर आयो खल्तीमा एन्सर आयो अब सबैले प्लस गरिदिने कुन बेला यदि लाइन सेगमेन्ट काउन्ट गर्नु छ भने प्रत्येक सेगमेन्टमा नम्बरिङ गर्ने र सबैले प्लस गरिदिने त प्लस गर्दा कति हुन्छ भन्नु त आउँछ भन के गर्छ 1 + 2 3 3 3 6 हो 9 अलिकति बुद्धि लगाउनु सुन्नुहोस् थोरै बुद्धि लगाउनुहोस् यो 1 बाट सुरु भएको हो फर्स्ट n नेचर नम्बर हो कि भन्नु त यस सर फर्स्ट n नेचर नम्बर सम कति हुन्छ n * n + 1/2 हो कि हैन यस सर सर 45 लास्ट 9 हो 9 * 10/2 हो यस्तो बुद्धि त लगाउनु पर्छ नि बाबा भाइ यस्तो कुरा मैले सिकाउनु होइन नि यसमा टोटल नम्बर अफ लाइन सेगमेन्ट 45 छ काउन्ट गर्दा गर्दै जिन्दगी बित्या चाहिँ काउन्ट हुँदैन हो यस सर अब सुन्नुहोस् अब यो ट्रिक राइट हो कि रङ हो अहिले म तपाईँले प्रुफ गरिदिन्छु ओके ट्रिक कहाँ प्रुफ गर्न मिल्छ जहाँ स्टेटमेन्ट सर्टिफाई छ सुन्नुहोस् न जहाँ स्टेटमेन्ट सर्टिफाई छ र काउन्ट गर्न सम्भव छ त्यहाँ त ट्रिक प्रुफ गर्न मिल्छ यस सर यानी सानो फिगरमा ल हेर्नुहोस् यसमा हेर्नुहोस् त 1 2 र 3 जोडेर 6 आयो कि हैन भन्नुहोस् आयो यसमा हेर्नुहोस् 1 र 2 जोडेर 3 आयो कि हैन यस सर यसमा 1 आफै हो कि हैन भन्नुहोस् अब त विश्वास भयो एकदम ल सानो त्यसपछि म अर्को फिगरमा लग्छु अब ट्विस्ट फिगरमा लग्छु म
भयो? यस सर भयो। छैन। ल छैन सार्नुहोस्, हतार छैन, आराममा सार्नुहोस्। सारेपछि भन्नुहोस् है। केटाकेटी बुझिरहेको छ कि छैन? यो त अनलाइन हो, तपाईँ बोली भएर पठाउनु मैले। बुझेको छ सर। हो, बुझ्नुपर्छ। बुझेमा मलाई भन्ने। ल सुन्नुहोस्, अब हेर्नुहोस् यहाँ, मान लो कि फिगर यस्तो दियो, आरामले नै। अब यसमा बढी फेरि लाइनसँग बढी झ्याउ फिगर दिँदैन, नर्मल तरिका फिगर दिन्छ। मान लो यसमा यस्तो छ, यसमा यस्तो छ हो, र यसमा यस्तो ड्र गरिदियो, यस्तो ड्र गरिदियो। अब यसमा लाइन सेगमेन्ट भनिदियो, भयो? हुन्छ नि। हेर्नुहोस्, बढी छ झ्याउ फिगर दिँदैन, किन टाइम कन्ज्युम हुन्छ। तपाईँले तरिका मात्र सिकाइदिरहेको छु। त लाइन सेगमेन्ट काउन्ट गर्नु छ भने पहिला त प्रत्येक लाइनमा जाने। त पहिला यो लाइनमा आउने, यो लाइनमा कुन कुन छ? यो लाइनमा एउटा पोइन्ट यहाँ छ, त 1 2 3 जोडेर कति आयो? 6। अब यो लाइनमा आयो भने 1 2 3 4। ल यो लाइन है अलिकति म डिनोट गरिदिएँ, यो भइसक्यो भनेर। यसमा 10 आयो हो। यस सर। यो लाइनमा एउटा मात्र हो। ल यो पनि भयो, यो पनि भयो, यहाँ 1 भयो, यहाँबाट सबै सक्यो। अब यहाँबाट यो बाँकी छ, यहाँदेखि यहाँसम्म 1, यहाँदेखि यहाँसम्म 2, यहाँदेखि यहाँसम्म 3। त कति भयो? 1 2 3 6 भयो। ल अब यो पनि सक्यो। अब यसमा यो बाँकी छ है। अब यसमा अब कलर चेन्ज गर्नु सजिलो हुन्छ। यसमा 1 2 3 यो पनि 6 भयो, कुनै छुट्नु हुँदैन, यति मात्र हेरौँ न। यताबाट बाँकी छ, यताबाट बाँकी छ भने यो 1 यो 2 यो 3 र यो 4 कति भयो? 10 भयो। अब कुन बाँकी छ? यो सुन्नुहोस्, यो लाइन भइसक्यो, यो भइसक्यो, यो भइसक्यो, यो भइसक्यो। यसमा यो पनि भइसक्यो, यो पनि भइसक्यो। एउटा यो बाँकी छ 1 भयो। यानि यसमा 1 2 3 6 भयो, भयो कि भएन? अब कुनै छुटेको छ? हेर्नुहोस् त, छुटेको छ? छैन, सक्यो। बस यति ध्यान दिनु, कुनै छुट्नु हुँदैन कि। टेक्निक त बुझ्यो नि। ल जोड दिनु, 10 और 16 1 17 17 6 23 23 6 29 29 39 1 40 40 6 46। यो टोटल नम्बर लाइन सेगमेन्ट 46 छ। भइहाल्यो, भएन? सर यसलाई लाइन सेगमेन्टलाई बढी ट्विस्ट फिगर दिँदैन, यो टाइम बढी खान्छ नि त बाबा। सर त्यो जस्तै अब यसमा तपाईँले फर्स्टमा त्यो 6 + 10 + 1 + 6 गर्नुभएको थियो नि होइन? हो, त्यसपछि त इन्टु 2 गर्दै भने नि हुन्छ होला नि त होइन? ठिक छ, त्यो आफ्नो तरिकाले गर्नुहोस् न बाबा। त्यो मैले त्यहाँले बसेको छैन नि म यहाँ त फिगर काउन्टिङमा छु नि म त है। यसलाई सबैले जोड्नुहोस् न, भइहाल्यो। जे रियल त्यो गर्नुहोस् न, सकिगयो नि हो। ल यो त क्यालकुलेसन गर्ने आफ्नो टेक्निक हो। अब आयो काउन्टिङ एङ्गल्स। काउन्टिङ एङ्गल्स, ओके। मलाई यो भन्नुहोस्, यसमा कतिवटा एङ्गल हो? एउटा एङ्गल त भयो, थ्याङ्क यू। अब अर्को हेर्नुहोस् यहाँ, अब यसमा कतिवटा एङ्गल हो? 3टा हो, 1 2 र ठुलो 3, यहाँ 3वटा एङ्गल हो। त्यस्तै जम्बु फिगर बनाइदियो भने
यस्तो है, यस्तो यस्तो। ल अब यसमा के गर्ने? अब यता पनि छुट्नु हुँदैन, यता पनि रिपिट गर्नु हुँदैन, त टाइम किन वेस्ट गर्नु? म डाइरेक्ट भनिदिन्छु। म यदि ठुलो फिगरमा यदि एङ्गल काउन्ट गर्नु छ भने के गर्ने? प्रत्येक एङ्गलमा नम्बरिङ गर्ने, लाइन सेगमेन्ट जस्तो 1 2 3 4 5 सबैले प्लस गरिदिने एन्सर आयो हो। हुन्छ Yes, sir. ल कतिवटा भयो? सबै जोड्दा कति आउँछ? 15 आउँछ। Yes, sir. Yes, sir. यसको टोटल नम्बर एङ्गल 15 हो। आयो चेक गर्नुहोस् न। 1 र 2 जोडेर 3 आएको होइन भन्नु त? Yes, sir. अब त बुझ्यो? Yes, ल sir. सार्नुहोस् फेरि, सार्नुहोस्। यो त क्लासमा पठाउँदैन सब चिजहरू, यो त अनलाइन भएकोले पठाइदिरहेको छु। यो बच्चा आफै गर्ने हो क्या। मेन पठाउने रेक्टेङ्गल र स्क्वायर हो। ट्रायङ्गल र स्क्वायर रेक्टेङ्गल हो मेन पठाउने। मात्रै हेर्ने हो सर? हजुर भित्र एङ्गल मात्रै हेर्ने हो? एङ्गल त बाहिर छ नि त। ल कुरा सुन्नुहोस्, अब मैले भन्न खोजेँ त मैले जान छोडिदिएँ। यसमा दुईवटा एङ्गल छ, एउटा यो भित्रको एङ्गल, यो बाहिरको एङ्गल। त्यो म्याथवाला एङ्गल भयो। आइक्यूको ल्याङ्ग्वेजमा एङ्गल सोध्नु मतलब भित्रको एङ्गल कुरा गरे हुन्छ क्या आइक्यूको भाषामा है। आइक्यूको ल्याङ्ग्वेजमा एङ्गल मतलब भित्रको एङ्गल मात्र कुरा गरे हुन्छ, अरू केही? भनेपछि हामीले 180 भन्दा कम वाला एङ्गल लिनु पर्यो। हो मैले भित्रवाला एङ्गल, दुईवटा एङ्गल हुन्छ नि, भित्रवाला एङ्गल लिनुहोस् न हो। आइक्यूको भाषामा एङ्गल भन्नु त्यही हो क्या, अरू केही होइन। यस सर। ल अब हेर्नुहोस् यहाँ, अब आयो काउन्टिङ सर्कल्स। काउन्टिङ हजुर भन्नुहोस्, ब्याक गरौँ क्या हो? ब्याक गरौँ। सर यो भन्दा अगाडि देखाउनु न। यो भन्दा पनि अगाडिको हेर्नुहोस्। अब यो भन्दा अगाडिको एकैछिन है सर। ल मजाले भयो सर, भयो, थ्याङ्क्स ल। सर। ल काउन्टिङ सर्कल्स अलि राम्रो ध्यान दिनु है, थोरै बेसी कुरा गरिहाल्नु त। ल मलाई यो भन्नुहोस् त, मानिलिएको दुईवटा इन्टरसेक्टिङ सर्कल छ नि, दुईवटा इन्टरसेक्टिङ सर्कलबाट एउटा नयाँ फिगर त यो बन्यो बनेन? Yes, sir. के यो नयाँ फिगरलाई सर्कल भन्न मिल्छ? No. मतलब के भयो? दुईवटा दुई या दुईभन्दा बढी सर्कलको इन्टरसेक्सनबाट जुन नयाँ फिगर बन्छ द्याट इज नट सर्कल हो नि। Yes, sir. यसमा कतिवटा सर्कल छ भन्नुहोस् त? दुईटा सर्कल छ। अब हेर्नुहोस्, अब क्वेसन जतिसुकै दोष ध्यान हेर्नुहोस् है, जतिसुकै दोष म केही सोचिरहेको छैन। मेरो जहाँ हात गइरहेछ म त्यही ड्र गरिरहेको छु। मेरो हात जहाँ गइरहेछ म त्यही ड्र गरिरहेको छु, म केही सोचिरहेको छैन। ओके, मेरो हात जहाँ गएर म त्यही ड्र गरिरहेको छु। अब यसमा तपाईँले सर्कल सोधिदियो, डराउनु होइन, मैले भने हो नि, टेन्सन लिनेको नै टेन्सन दिनेको हो। सुन्नुहोस्, सर्कल कसरी काउन्ट गर्ने ध्यान दिनु होला। सर्कल कसरी काउन्ट गर्ने? बस कुनै छुट्नु हुँदैन, कुनै रिपिट गर्नु हुँदैन। त बाबा सर्कलको लागि त बााउन्ड्री चाहिन्छ हो कि भन्नु त? हो सर, चाहिन्छ। बिना बााउन्ड्रीको सर्कल त बन्दैन। तर एउटा बााउन्ड्रीबाट कतिवटा सर्कल जान्छ भन्नुहोस्? तीनटा। एउटा बााउन्ड्रीबाट कतिवटा सर्कल जान्छ? एउटा हो। हेर्नुहोस् न, यो एउटा बााउन्ड्री छ भने एउटा बााउन्ड्रीबाट एउटा सर्कल गएको होइन Yes, sir. है? त गर्ने कि सबभन्दा बेस्ट उपाय है उसको, एउटा कहीँ बााउन्ड्री आँखाले देख्यो भने बााउन्ड्रीको कुनै एउटा पोइन्टबाट स्टार्ट गर्ने, एकदम स्लोली काम गर्ने। यसमा बस सर्कुलर बाटो घुम्दै आउने, घुमेर आउने, हात चेन्ज नउठाउने। बस इन्ड जहाँबाट सुरु भयो त्यही इन्ड भयो। भयो। यस सर। ल यहाँ 1 नम्बर गरिदिनुहोस्, 7 नम्बरी गर्दै जानुहोस्,
फेरि यो बाउन्ड्रीमा यहाँ देखेँ किनभने कि यो सर्कलको इन्टरसेक्सनबाट सर्कल बन्दैन एउटा बाउन्ड्रीबाट एउटा सर्कल जानुपर्छ 2 नम्बर यो भयो अर्को बाउन्ड्री यहाँ छ बस कुनै छुट्नु हुँदैन कुनै रिपिट गर्नु हुँदैन यतिबाट ध्यान दिनु हो यो 3 नम्बर यो भयो एउटा बाउन्ड्रीमा यहाँ देखेँ जहाँ बाउन्ड्री सबै लिनुहोस् त 4 नम्बर यहाँ भयो एउटा बाउन्ड्रीमा यहाँ देखेँ 5 नम्बर एउटा म यहाँ पनि देखेँ 6 नम्बर एउटा बाउन्ड्री यहाँ पनि छ 7 नम्बर एउटा बाउन्ड्री यहाँ पनि छ 8 नम्बर अब कुनै बाँकी छ छैन हो जहाँ इन भयो त्यही एन्सर हो के यसमा 8 वटा सर्कल छ सक्यो भयो यो त एकदम झारपात कुरा हो के यो ल यो सार्नुहोस् त्यसपछि म सुरु गर्छु अब जान्छु हामी कलर फिल्म हो अलिकति वेटवाला कन्सेप्ट अब आयो के अर्कोमा के हुन्छ स्क्रिनसट लिइहाल्नुहोस् के सार्नु यो हजुर सर्कलमा चाहिँ जतिवटा सर्कल छ त्यतिवटै हुन्छ हो त्यति हो किनभने कि दुईटा सर्कलको इन्टरसेक्सनबाट जुन नयाँ फिगर बन्छ द्याट इज नट सर्कल त्यो सर्कल त्यो झुक्याएको मात्र क्या हामीलाई भयो अझै कुनै क्वेसन भयो सर ल हेर्नुहोस् अब अलिकति इनर्जीमा आउनुहोस् है अब आयो कलर फिलिङ इन एनी जियोमेट्रिकल फिगर राइट हेर्नुहोस् अब यसमा अलिकति प्रेसर हुन्छ है नातिनु होला थोरै प्रेसर हुन्छ त्यो चाहिँ पहिला म क्वेसनबाट सुरु गर्छु क्वेसन कस्तो हुन्छ यसको फाइन्ड द मिनिमम नंबर of color that can be filled in the given figure such that no any adjacent face have same color, right? पहिला फिगर हेर्नुस् पहिला एकदम सिम्पल फिगर इक्जाम्पल दिन्छु यो त्यसको तपाईको रियल अन्डरस्ट्यान्डिङ 3 नम्बर इक्जाम्पलमा क्लियर हुन्छ है पुरै कुरा 3 नम्बर इक्जाम्पलमा पुरै कुरा आइहाल्छ हेर्नुस् पहिलो इक्जाम्पल हो पहिलो इक्जाम्पलबाट सिस्टम मात्र बुझ्ने हो सबै कुरा बुझ्नु होइन ल क्वेशन पढ्नुस् अनि मलाई भन्नुस् क्वेशनमा के डिमान्ड छ के दिएको छ के पत्ता लगाउनु छ भन्नुस् सक्यो भने सकेन म त छँदै छु अब हेर्नुस् यहाँ के भन्नुस् यहाँ दुईटा कुरा डिमान्ड ध्यान सुन्नुस् है यहाँ के भन्नु छ यो फिगर दिएको छ के भन्यो फाइन्ड द मिनिमम नम्बर अफ कलर मिनिमम यहाँ सुन्नु यसमा कम से कम कतिवटा कलर भर्ने कुन कन्डिसनमा सच दैट नो एनी एडजसेन्ट फेस हैव द सेम कलर कुनै पनि एडजसेन्ट फेसको कलर सेम हुने भएन दुईटा कुरा छ यहाँ दुईटा डिमान्ड छ कलरको नम्बर पनि मिनिमम हुनु पर्यो र कुनै पनि एडजसेन्ट फेसको कलर सेम हुने भएन यहाँ रेड आयो भने
यहाँ रेड आउनु भएन ग्रीन फेरि यहाँ ग्रीन आयो भने यहाँ ग्रीन आउनु पाउँदैन कुनै पनि एज अ सेम फेसको कलर सेम हुनु हुँदैन मलाई फुल फेसमा बोल्न दिनुहोस् हो तर यहाँ दुईटा डिमान्ड छ कलरको नम्बर पनि मिनिमम हुनु पर्यो सुन बढी गोलो गोलोको कुरा घुमाएर म गर्दिनँ त यो मिनिममको लागि नै यो कन्डिसन दिएको हो यो कन्डिसनलाई सेटिस्फाई गरिदियो भने मिनिमम अटोमेटिक आइहाल्छ हुन्छ अब सुन्नुहोस् यसै कारण मिनिममलाई छोड्ने यसलाई फलो गर्ने त्यसलाई के गर्ने कुनै पनि एज अ सेम फेसको कलर सेम हुने भएन मान लो कि यहाँ मैले रेड राखिदिएँ हो र मैले यहाँ के गरिदिएँ ग्रीन हालिदिएँ ग्रीन ल अब के यहाँ के यहाँ ग्रीन हाल्न मिल्छ अब यहाँ येलो हाल्न मिल्छ कि मिल्दैन यसमा यही गडबड छ ध्यान सुन्नुहोस् यहाँ मिनिमम पनि भनेको छ नि त गर्ने के ध्यान सुन्नु होला बस यही सुरुमा अलिकति अप्ठ्यारो हुन्छ फर्स्ट क्वेसन भएकोले लजिक के भन्छ कुनै पनि एज अ सेम फेसको कलर सेम नहुनको लागि दुईटा त डिफ्रेन्ट हाल्ने तर नयाँमा हाल्नुभन्दा पहिला जुन पहिला युज भइसकेको छ तिनीहरूमध्ये कुनै युज गरेर यो कन्डिसनलाई सेटिस्फाई गर्न मिल्छ कि मिल्दैन यो मात्र भन्नुहोस् मलाई फेरि सुने दुईटा डिफ्रेन्ट हाल्ने सुन मलाई बोल्न दिनुहोस् दुईटा डिफ्रेन्ट हाल्ने अब नयाँमा हाल्नु छ भने जुन पहिला युज भइसकेको छ नि तिनीहरूमध्ये कुनै युज गरेर यो कन्डिसनलाई सेटिस्फाई गर्न मिल्छ कि मिल्दैन यति मात्र भन्नुहोस् मलाई कुन कलर हो त यो ठाउँमा नयाँ ल्यायो भने गल्ती भइहाल्छ हो कुनै उपाय छैन भने नयाँ ल्याउने त नयाँ ल्याउनु कुन अर्को इक्जाम्पल म दिन्छु राइट यति मात्र हेर्ने अब यहाँ रेड हाल्यो अब यहाँ हाल्नु छ फेरि हेर्ने यिनीहरूमध्ये कुनै हालेर यो कन्डिसनलाई सेटिस्फाई गर्न मिल्छ कि मिल्दैन कुन ग्रीन अब यो ठाउँमा नयाँ ल्यायो भने गल्ती भइहाल्छ अब फेरि हेर्ने यसको लागि अब यहाँबाट यहाँसम्म हेर्ने कुन हाल्यो भने यो कन्डिसन सेटिस्फाई हुन्छ रेड फेरि यहाँ के हुन्छ ग्रीन अब सुन्नुहोस् मलाई भन्नुहोस् त मिनिमम भएको भने भन्नु त कुनै पनि एडजस्टेन्ट फेस सेम छ बस सक्यो छैन कतिवटा एन्सर भयो दुईवटा हो कि होइन कुन रेड एन्ड ग्रीन अहिले 10% मात्र बुझेको होला अब तपाईँले 80% बुझाउँछ हेर्नुहोस् न अर्को इक्जाम्पलमा सर त्यो फेस भने चाहिँ कस्तो हो एकचोटि बुझाइदिनु हजुर त्यो कस्तो फेस के भने मैले अलि बुझिनँ कि यो के भन्नु छ भने नो एनी अब म पक्नुहोस् न नो एनी एडजस्टेन्ट फेस यानि कि कुनै एडजस्टेन्टमा सँगैको यसको एडजस्टेन्ट यो भयो यसको एडजस्टेन्ट यो भयो कुनै पनि एडजस्टेन्ट फेसको कलर सेम हुने भएन के यहाँ रेड आयो भने यहाँ रेड आउनु पाउँदैन यहाँ ग्रिन आयो भने अब यहाँ ग्रिन आउनु पाउँदैन त्यही भन्न खोज्या हो बोल्नु कसले बोलेको थियो हो सर ल सुन्नुहोस् त लजिक के भन्छ दुईटा डिफ्रेन्ट कलर हालिदिने त नयाँमा हाल्नुभन्दा पहिला हेर्ने जुन पहिला युज भइसकेको छ नि तिनीहरूमध्ये कुनै हालेर यो कन्डिसनलाई सेटिस्फाई गर्न मिल्छ कि मिल्दैन मिल्यो भने त्यहीबाट हाल्ने मिलेन भने नयाँ ल्याउने बस यति त हो यहाँ रेड र ग्रिन हालिसकेपछि हजुर नमिल्ने केस पनि हुन्छ र जसरी मिलिहाल्छ नि यो त होइन नहुनु पनि केसमा तपाईँले देखाउँछु नि हेर्नुहोस् न लजिक त बुझेन के गर्नु छ नयाँमा हाल्नुभन्दा पहिला जुन पहिला हालिसकेको छ त्यो पहिला युज गरेर यदि यो कन्डिसन सेटिस्फाई गर्ने कन्डिसन छ भने पहिला त्यो हाल्ने छैन भने नयाँ ल्याउने हेर्नुहोस् न नयाँबाट त्यो बोलेर हुँदैन त म गरेर देखाउँछु तपाईँलाई अहिले म गरेर देखाउँछु नि हेर्नुहोस् मान लो कि यो फिगर छ राइट यो यस्तो 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 एउटा छोडियो यस्तो 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 ल भयो नि अब हेर्नुहोस् अब यसमा पुरै क्लियर भइहाल्छ पहिला के गर्ने दुईटा कुनै हालिदिने ल दुईटा कुनै कलर हालिदिउँ रेड
कुनैबाट सुरु गर्दा हुन्छ रेड ग्रिन राइट अलरेडी के भन्छ अब नयाँमा हाल्नुभन्दा पहिला यिनीहरूमध्ये कुनै युज गरेर यो कन्डिसनलाई सेटिस्फाई गर्न मिल्छ मिल्दैन भन्नुहोस् जे सोध्नु त्यही एन्सर दिनु मलाई कुन गुड ल रेड हाल्ने यो ठाउँमा नयाँ ल्यायो भने गल्ती भइहाल्छ यहाँ यिनीहरूमध्ये गुड थ्याङ्क यू ग्रिन अब यहाँ रेड यहाँ ग्रिन भयो अब यहाँ हेर्नुहोस् त अब यहाँ के ग्रिन पाइन्छ रेड पाइन्छ पाइन्छ अब कुनै पाएछ भन्नु त कुनै पाएछ हो त यो ठाउँमा नयाँ ल्याइदिने येलो गरिदिन्छु म नयाँ कुनै नयाँ हालिदियो हुन्छ हो यसै हेर्ने हो कि अब त बुझ्यो पहिला यिनीहरूमध्ये सम्भव छ भने जुन युज गरिसकेका छ त्योबाट हाल्ने यो कन्डिसन सेटिस्फाई हुने गरी कुनै उपाय लागेन भने मात्र नयाँ ल्याउने हुन्छ नि ल अब हेर्नुहोस् अब यसो गर्नु अब धेरै भइसक्यो अब क्यान्सल गर्नुहोस् कुन कुन पाइँदैन अब धेरै भइसकेकोले अब क्यान्सल गर्ने अब यसमा हेर्नुहोस् जुन आउँछ सबैमा एउटै कलर आउँछ यसमा हेर्नुहोस् कुन कुन युज भइसकेका छ रेड ग्रिन येलो के रेड पाइन्छ यसमा ग्रिन पाइन्छ येलो पाइन्छ अब कुनै उपाय छ छैन भने अब नयाँ कलर ब्ल्याक ल्याइदिनुहोस् ब्ल्याक ल्याइदिएँ मैले भयो ल अब हेर्नु अब यसमा हेर्नुहोस् यसमा के पाइँदैन ब्ल्याक पाइन्छ के पाइन्छ रेड ग्रिन येलो मैले जुन हाल्दा हुन्छ एकछिन शान्त हुनुहोस् मलाई भनिदिनुहोस् यदि हाल्नुपर्ने ठाउँमा एउटा भन्दा बढी अप्सन छ भने तिनीहरूमध्ये जुन मन लाग्छ त्यही हालिदिने ओके फेरि सुन्ने यदि यहाँको लागि ब्ल्याक बाहेक रेड ग्रिन येलो हाल्न मिल्छ एउटा भन्दा बढी अप्सन भयो त तपाईँलाई जुन मन लाग्छ जे मन लाग्छ त्यही हालिदिनुहोस् तर यिनीहरूमध्ये कुनै एउटा हाल्नुहोस् भयो ल यहाँ मैले के भन्न खोजेँ बुझ्नुहोस् त यहाँ के भन्न खोजेँ हो मलाई भन्नुहोस् त हाल्नुपर्ने ठाउँमा यदि एउटा भन्दा बढी अप्सन छ भने तिनीहरूमध्ये जुन हालिदिए पनि हुन्छ नि किनभने हामीले यहाँ नम्बर अफ कलर काउन्ट गर्नु छ कि मिनिमम कलर अब यसमा हेर्नु कुन पाइँदैन यसमा हेर्नुहोस् त रेड पाइन्छ ब्ल्याक पाइन्छ के पाइन्छ दुईटामा त कुनै हालिदिनुहोस् कुनै हालिदिए हुन्छ अब यहाँ भन्नु यहाँ के हाल्ने यहाँ ग्रिन पाइँदैन ब्ल्याक पाइँदैन रेडी हालिदिउँ जुन हालिदिए पनि हुन्छ गल्ती हुँदैन जुन हाले पनि भयो अब बस अब यहाँ रेड पाइँदैन ब्ल्याक पाइँदैन ल ग्रिनै हालिदिउँ किन बढी लफडा गर्ने अब यहाँ रेड पाइँदैन ग्रिन पाइँदैन ब्ल्याक पाइँदैन के हाल्ने येलो हाल्ने भयो अब यहाँ हेर्नुहोस् यहाँ रेड पाइँदैन ग्रिन पाइँदैन येलो पाइँदैन के पाइन्छ हो यहाँ ब्ल्याक छ यहाँ नयाँ ल्यायो भने गल्ती भइहाल्छ पहिला छ भने त्यसलाई युज गर्नुहोस् घरकै सामानले युज गर्नुहोस् घरको सामानले पुगेन भने मात्र बाहिरको सामान ल्याउने हो अब यहाँ आयो ब्ल्याक ल सबै कलर फिल भयो ल कुन कलर छ यसमा रेड ग्रिन येलो ब्ल्याक कतिवटा भयो चारवटा भयो राइट यो सानो त्यसरी एउटा मास्टर क्वेसन देखाउँछु यसरी मास्टर क्वेसन देखाउँछु चाहनुहुन्छ भयो सर भयो सनै हुनुहुन्न यार
भयो सर। भयो यस सर भयो। ल सुन्नुहोस् अब एउटा अर्को फिगर हेर्नुहोस् योभन्दा पनि फास्ट फिगर जस्तो पनि भन्न सक्नु पर्यो नि मेन सिस्टम मेन यसमा यही हो कि नयाँमा हाल्नुभन्दा पहिला जुन पहिला युज भइसकेको छ नि तिनीहरूमध्ये कुनै हाल्न मिल्छ भने पहिला त्यसैले हाल्ने हो कि त्यसबाट नयाँ ल्यायो भने गल्ती भइहाल्छ हो कुनै उपाय लागेन भने मात्र नयाँ ल्याउने हो यति त हो र हाल्नुपर्ने ठाउँमा एउटाभन्दा बढी अप्सन छ भने तिनीहरूमध्ये जुन हाल्दै पनि हुन्छ बस यी दुईवटा कुरा दिमागमा राख्नुहोस् कुनै पनि हाल्दा रङ हुँदैन यो ल एउटा अर्को हेर्नुहोस् मान लो कि यो फिगर छ ल यसमा हुन्छ नि ल हेर्नुहोस् पहिला के गर्ने लजिक के छ कुनै पनि एज अ सेम फेसको कलर सेम हुने भएन सर ल सुन्नुहोस् अब एज अ सेम फेस कलर भने थोरै बेसी कुरा गरिहालौँ एज अ सेम फेस भनेको जुन फेसको कमन साइड या कमन भर्टेक्स हुन्छ हो कि होइन हामी डाइसमा पढायो हो कि होइन हो सर। सुन्नुहोस् एज अ सेम फेस भनेको एज अ सेम फेस भनेको एज अ सेन्ट फेसको मतलब भयो कमन साइड भए पनि एज अ सेन्ट भइहाल्छ हो या कमन भर्टेक्स भए पनि एज अ सेन्ट भइहाल्छ हो कि होइन यसो चिज बुझ्यो डाइस पढायो कि भन्नु त हो सर। त कमन साइड या कमन भर्टेक्स भएको फेसलाई एज अ सेन्ट फेस भन्ने हो ल अब आउनुहोस् अब ल यसमा राखिदिएँ मैले रेड रेड एन्ड ग्रीन राइट अब हेर्नुहोस् यसमा अब यसो हेर्नु होला यसमा के यो लाइनको कारण ग्रीन गयो यो भर्टेक्सको कारण रेड गयो किनभने जुन यो भर्टेक्स छ यसको कमन भर्टेक्स हो कि भन्नु त हो त कमन भर्टेक्स भएको फेस पनि एज अ सेम फेस हो त्यसो कारण सुन्नुहोस् यो लाइन र यो भर्टेक्सको कारण ग्रीन गयो यो भर्टेक्सको कारण रेड गयो के अब के गर्ने भन्नुहोस् अब येलो माने नयाँ ल्याउनु नयाँ कुनै नयाँ हाल्नु हो अब यहाँ हेर्नुहोस् अब यसमा ध्यान हेर्नुहोस् है यो लाइनको कारण येलो गयो ठिक यस यो भर्टेक्सको कारण ग्रीन गयो अब के पोसिबल छ रेड हो अब यो ठाउँमा नयाँ ल्यायो भने गल्ती भइहाल्छ बस यही त हो अब यहाँ हेर्नुहोस् यो भर्टेक्सको कारण सुन यो भर्टेक्सको कारण रेड गयो येलो गयो हो कि होइन के हाल्न मिल्छ ग्रीन हाल्न मिल्छ अब यहाँ आउनुहोस् यो भर्टेक्सको कारण ग्रीन गयो यो भर्टेक्सको कारण ग्रीन र रेड दुवै गयो के हाल्न मिल्छ यहाँ येलो अब बल्ल बल्ल बुझ्न थाल्यो ल हेर्नुहोस् यहाँ त्यस्तै अब यहाँ यो भर्टेक्सको कारण येलो गयो ग्रीन गयो अब कुन आउँछ यहाँ भन्नुहोस् रेड आउँछ गुड थ्याङ्क यू रेड केही दमै छैन बाबा यसमा एज अ सेम फेस सेम हुने भएन भयो अलिकति फिगर छिटो गर्नु सानो देखेर ल हेर्नुहोस् अब यहाँ आउनुहोस् यो भर्टेक्सको कारण रेड गयो ग्रीन गयो यो भर्टेक्सको कारण ग्रीन येलो रेड गयो कुनै उपाय छ नयाँ ल्याइदिनुहोस् ब्ल्याक ल्याइदिनुहोस् म ब्ल्याक राखिदिएँ कुनै नयाँ हालिदिए हुन्छ भयो अब यहाँ हेर्नुहोस् यो भर्टेक्सको कारण के गयो हेर्नुहोस् यहाँ यो भर्टेक्सको कारण ब्ल्याक गयो ग्रीन गयो येलो गयो रेड गयो अब कुनै उपाय छ
नयाँ राख्ने ब्लू ल्याइदिनुहोस् ब्लू नयाँ भयो। अब यहाँ आउनुहोस् यो भर्टिकल हेर्नुहोस् के जान्छ यो भर्टिकल कारण ब्लू गयो ब्ल्याक गयो रेड गयो येलो गयो ग्रीन गयो कुनै पाए छ छैन अब नयाँ ल्याइदिनुहोस् पिङ्क ल्याइदिनुहोस् भयो। अब यो यसमा हेर्नुहोस् यसको कारण रेड ग्रीन येलो गयो यसको कारण ब्ल्याक र पिङ्क गयो कुनै पाए छ छैन भने यहाँ व्हाइट राखिदिनुहोस् सर ब्ल्याक हाल्न सर ब्ल्याक हाल्न मिल्छ जान्छ त सर ब्ल्याक हाल्न त पाइहाल्यो नि पाइले राख्नुहोस् न बाबा अब म हारेँ तपाईँ जिते म जितेँ ल ओके यहाँ ब्ल्याक राख्न पाइयो विद्यार्थी जित्यो टिचर हारियो टिचर जित्यो ल ओके किन तपाईँले मलाई सिकाउनु तपाईँ सिकाउनु पुगिहाल्यो नि हो। अब सुन्नुहोस् अब यहाँ हेर्नुहोस् त यहाँ यो भर्टिकल कारण पिङ्क गयो ब्ल्याक गयो रेड गयो ग्रीन गयो येलो गयो कुनै पाए छ यहाँ ब्लू हालिदिनुहोस् न सक्यो अब यसमा आउनुहोस् यो भर्टिकल कारण ब्ल्याक ब्लू गयो यो भर्टिकल कारण ब्लू पिङ्क ब्ल्याक गयो के हाल्न ग्रीन हाल्न मिल्छ होइन ल कुनै हालिदिनुहोस् रेड जुन हालिदिए पनि भयो हो। मैले भन्दै नि हाल्ने ठाउँमा एउटा भन्दा बढी अप्सनसम्म जुन मलाई त्यही हालिदिने। अब हेर्नुहोस् अब यहाँ हेर्नुहोस् त यो भर्टिकल कारण ग्रीन ब्लू पिङ्क ब्ल्याक सबै गयो कुन आउँछ येल्लो राख्नु रेड राख्नु जे राख्नुहोस् भयो। अब यहाँ आउनुहोस् यसको कारण येल्लो पिङ्क ब्ल्याक ब्लू ग्रीन सबै गयो यसको कारण ब्लू पनि गयो कुनै छ उपाय रेड ल छ भने राख्नु रेड। यहाँ के हुन्छ यसको कारण ग्रीन येल्लो गयो यसको कारण येल्लो ब्ल्याक पिङ्क अब पिङ्क राखिदिनु भइहाल्यो नि होइन कतिवटा कलर आयो रेड ग्रीन येल्लो ब्ल्याक ब्लू पिङ्क व्हाइट अरू कुनै छ छैन है कतिवटा भयो 1 2 3 4 5 6 7वटा कलर मिनिमम 7वटा कलर भयो फिगरमा। अब बुझेन भन्नुहोस् मलाई सर व्हाइट छैन व्हाइट छ व्हाइट छैन भने हटाइदिनुहोस् छैन भने हटाइदिनुहोस् केही छैन 6वटा मात्र भयो अब त कलर फिल्डमा प्रब्लम हुँदैन सर यसमा म्याक्सिमम नम्बर भनेको चाहिँ दिने चान्स कमै हुन्छ म्याक्सिमम त जति बस त्यति एन्सर सकेको नि जति डब्बा त्यति नै बढीभन्दा बढी सबै फरक हुन्छ त्यही त हो। ओके सर ल अब म तपाईँ लग्छु काउन्टिङ। अब त 15 मिनट बाँकी छ थोरै स्टार्टिङ मात्र गर्छु म काउन्टिङ स्क्वायर्स एन्ड रेक्टेङ्गल्स ध्यान दिने लास्टमा ट्रेङ्गल पढ्ने ट्रेङ्गलमा अलिक टाइम लाग्छ क्या ट्रेङ्गलमा ठ्याक्कै 4 घन्टा टाइम लाग्छ 2 दिन है। हेर्नुहोस् यहाँ पहिला अलिकति म यहाँ एनालाइसिस गर्छु फास्ट त भएको छ कि फास्ट भएको ठिक छ ओके के छ हालखबर ठिक छ नि यस सर ओके तपाईँ कहाँबाट पढिराख्नु भएको छ भन्नुहोस् त अलि आज सुन्न मलाई अझै सोधेको छैन मैले धादिङबाट सर धादिङबाट सबभन्दा हाई डिस्टेन्स को छ सुनेको थिएँ एकजना विदेशी पनि छ यसमा साउदी अरब को छ म सर नाम भन्नुहोस् शरद गिरी साउदी अरबबाट पढ्नुभएछ ल थ्याङ्क यू हजुर सर यता जिद्दाबाट ल थ्याङ्क यू ल सर तपाईँलाई थ्याङ्क यू नि सर किन
म त पढाइरहेको छु। तपाईँको घाँटी दुखाइ दुखाइ पढाइरहनु साउदीसम्मको भएको थियो। मान्छेलाई पढाइरहनु भएको तपाईँले, हजुर अनि थ्याङ्क यू भन्नु परेन। तपाईँको घाँटी दुखाइ दुखाइ गरेर पढाइरहनु भएको थियो अस्ति। ल ठिकै छ बाबु, केही छैन। ल हेर्नुहोस्, अब ध्यान सुन्नुहोस् है, एकदम बेसिक कुराबाट कुरा गर्नुहोस्। स्क्वायर भनेको जुन फिगरको अल साइड इक्वल हुन्छ, हो कि होइन? यस सर। अलिकति थोरै एनालाइसिस गर्नु, थोरै चिटफाट गर्नुहोस् न। स्क्वायर भनेको अल साइड इक्वल हो। मानियो 5 सेन्टिमिटर 5 सेन्टिमिटर 5 सेन्टिमिटर 5 सेन्टिमिटर। स्क्वायर भनेको अल साइड इक्वल भएको फिगरलाई स्क्वायर भनिन्छ। रेक्टेङ्गलमा के हुन्छ? अपोजिट साइड इक्वल, हो कि होइन? यस सर। तपाईँले यो भन्नुहोस्, जुन फिगरको अल साइड इक्वल छ त्यसको अपोजिट साइड पनि इक्वल छ भने भन्न मिल्छ कि मिल्दैन? यस सर। त अपोजिट साइड इक्वल भयो भने अपोजिट साइड इक्वल भएकोलाई रेक्टेङ्गल भन्ने हो कि होइन? हो। यसको मतलब के भयो? यसको मतलब के भयो? रेक्टेङ्गल हो, तर रेक्टेङ्गल चाहिँ स्क्वायर होइन। हो, गुड। मैले त्यही भन्न खोजेको थिएँ मैले। अल स्क्वायर्स आर रेक्टेङ्गल। ध्यान सुन, मलाई बोल्न दिनुहोस्। यसको मतलब के भयो? यदि कुनै फिगर अर्को पनि लेख्न दिनुहोस्, अनि कुरा गर्छु म। मैले नि क्लास टोटली मेरो प्रेजेन्टेसनमा डिपेन्ड गर्छ कि मैले बोल्नेमा अलिकति पनि यताउति भइदिएमा सबै कुरा बिग्रिहाल्छ है। अल रेक्टेङ्गल्स आर नट स्क्वायर, हो कि होइन? यी दुईवटा कुरा मलाई जवाफ दिनुहोस्। मान लो कि कुनै फिगर स्क्वायर सेपमा, मलाई भन्न दिनुहोस्, कुनै फिगर स्क्वायर सेपमा छ होइन, तर हामीलाई रेक्टेङ्गल काउन्ट गर्नु छ, त्यो स्क्वायरलाई रेक्टेङ्गलमा काउन्ट गर्न मिल्छ कि मिल्दैन? मिल्छ। किन? अल स्क्वायर आर रेक्टेङ्गल अपोजिट साइड इक्वल हुन्छ। हो, माने अल स्क्वायर आर रेक्टेङ्गल हो। तर यदि कुनै फिगर रेक्टेङ्गल सेपमा यदि हामीले स्क्वायर काउन्ट गर्नु छ भने के त्यसलाई स्क्वायरमा काउन्ट गर्न मिल्छ? नो सर, मिल्दैन। किन? अल रेक्टेङ्गल आर नट स्क्वायर हो। हवस्, मलाई यो कुरा भन्नुहोस्, मान लो कि दुईटा स्क्वायर सेम सेपको छ, यो हातको फिगर अलिकति बाङ्गो टिङ्गो भइरहेको कुरा बुझिहाल्नुहोस्। दुवै स्क्वायरलाई एक ठाउँमा जोड दियो भने एउटा ठुलो फिगर बन्छ कि बन्दैन? के दुईटा यो ठुलो फिगरलाई स्क्वायर भन्न मिल्छ? मिल्दैन। तर रेक्टेङ्गल भन्न मिल्छ। यसले के देखायो? दुईटा स्क्वायरलाई जोड्दाखेरि ठुलो स्क्वायर त बन्दैन, तर रेक्टेङ्गल त बन्छ। यो लजिक कुनै बेला काम लाग्छ हामीलाई। अब त यहाँ हेर्नुहोस्, ध्यान हेर्नुहोस्। अब म तपाईँले यता ल्याएँ है। मान लो कि यो एउटा स्क्वायर हो, राइट? यसलाई 4-5 मा डिभाइड गरिदिए। ध्यान हेर्नु होला। र एउटा कुरा के बुझ्नु होला, म सुरुदेखि भनिदिएको छु कि कुनै पनि फिगरमा दुई टाइपको फिगर हुन्छ। के भने मैले? कुनै पनि फिगरमा दुई टाइपको फिगर हुन्छ, एउटा डाइरेक्ट लुकिङ, अर्को हिडन, हो नि? डाइरेक्ट लुकिङमा त प्रब्लम छैन, प्रब्लम चाहिँ हिडनमा। एउटा पनि छुट्नु हुँदैन, वन मिस्टेक गेम ओभर, ओके हो। हिडनको लागि हामी ट्रिक युज गर्ने हो। मलाई यो भन्नुहोस्, मैले सोधेपछि गल्ती आउँछ, गल्ती बोल्ने केही फरक पर्दैन। यसमा स्क्वायर कतिवटा छ भन्नुहोस् त मलाई? 5वटा। ल सुन, चुप लाग्नुहोस्। यो डाइरेक्ट लुकिङ 1 2 3 4 भयो, हिडनमा ठुलो आएन? 5वटा। अब मैले भन्नुहोस् यसमा रेक्टेङ्गल कतिवटा छ? सर 4वटा। नाइ, रुक्नुहोस्। गाडीमा ब्रेक लगाउनुहोस्। सुन्नुहोस् न रे बाबा, यत्रो सानो फिगर चुप लाग्नुहोस् न। अहिले मारिदिन्छु, चुप लाग्नुहोस् है। यहाँ नि सानो बाबा, यस्तो सानो फिगर सोध्दैन नि। यो त म तपाईँले स्टार्ट गरेछु, मैले लजिक देखाउँदैछु। म सोध्नु फिगर त अर्को, म अलिकति फिगरलाई एनालाइसिस गर्दैछु क्या म है। त लजिक भएर जानुहोस् न। लजिक के छ? अल स्क्वायर आर रेक्टेङ्गल, ओके होइन? यसको मतलब के भयो कि यसमा 5वटा स्क्वायर त छ। त घटीमा 5वटा रेक्टेङ्गल त हुनै पर्छ, यसको कुनै उपाय छैन।
Yes, हो sir. सर अब सुन्नुहोस्, अब यो लजिक आउनुहोस्, दुईटा स्क्वायरले जोड्दाखेरि ठुलो रेक्टेङ्गल बन्छ 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 भने यो स्क्वायर र यो स्क्वायर मिलाएर रेक्टेङ्गल बन्यो बनेन? बन्यो यो स्क्वायर मिलाएर रेक्टेङ्गल बन्यो बनेन? बन्यो यो स्क्वायर मिलाएर रेक्टेङ्गल बन्यो बनेन? बन्यो कतिवटा थप्यो? चार चारवटा। यानी यसमा रेक्टेङ्गल कतिवटा भेट्यो? 9वटा भेट्यो, राइट? यानी के देखियो? नोट माइक मिट गर्नु डिस्टर्ब भयो। नोट PM सुन्नुहोस् न, नोटमा के लेख्ने? इन अ सेम फिगर नम्बर अफ रेक्टेङ्गल should be more than number of square हो कि होइन? भन्नुहोस्, यस्तो क्वेसन इक्जाममा सोध्दैन त बिहारले म के भन्छु? रे बाबा खाली क्वेसनको एन्सरको पछाडि नजानुहोस्, त्यसको बारेमा 2-4 कुरा बुझ्नुहोस्, अलिकति एनालाइसिस गर्नुहोस्। त्यसले फाइदा के हुन्छ? तपाईँले भित्रबाट इनर्जी दिन्छ, लाग्छ कि मलाई धेरै कुरा थाहा छ, टुटी खेलमा भने गएर भाषा हान्न सकिन्छ, है यो हो भने हो, यसको कारण यो हो। यसै कारण त्यसलाई अलिकति एनालाइसिस गरेर चिज फार गरेर पढ्नुहोस् के, त्यसोबाट 2-4 कुरा अझै नयाँ कुरा बुझ्नुहोस्, राइट? त यसले फाइदा के हुन्छ? मान एउटा फिगर दिएको छ, ठिक छ, तपाईँले एउटै फिगरमा स्क्वायर र रेक्टेङ्गल पनि काउन्ट गर्नु छ। ध्यान सुन्नु होला, म के भन्दैछु। एउटा फिगर दिएको छ र एउटै फिगरमा स्क्वायर र रेक्टेङ्गल दुवै काउन्ट गर्नु छ। अब मिस्टेक त हुन्छ नि बाबा, मान्छे न हो, कहीँ मिस्टेकले रेक्टेङ्गलभन्दा स्क्वायर बढी आयो भने हामी के भन्छौँ? ए यो सम्भवै छैन। किनभने स्क्वायरभन्दा रेक्टेङ्गल बढी हुनुपर्छ, त हामीले रङ हुनबाट बचाएन? हो सर हो। त बाबा कन्सेप्ट कुनै खेल जाँदैन कि त्यो ब्याकग्राउन्ड इनर्जीमा यो बुस्टको रूपमा काम गरिरहेको हुन्छ तपाईँलाई, यसैले यो कन्सेप्ट राख्नु होला। तर इक्जाममा यस्तो झारपात क्वेसन सोध्दैन, इक्जाममा सोध्ने क्वेसन अर्को हो। अब हामी सुरु गर्छौँ डाइरेक्ट केबाट? स्क्वायरबाट, राइट? हुन्छ, पहिला स्क्वायर सघाउँछु, त्यसपछि म रेक्टेङ्गलको कुरा गर्छु म, राइट? मलाई यो भन्नु। हजुर त्यो माथि छेक्यो क्या हो? पक्नु पनि तल गरिदिन्छु। भइसकेपछि भन्नुहोस् है। भयो अब हेर्नुहोस्, अब हामीले सोध्ने क्वेसन त यस्तो होइन, यो त हामीले कन्सेप्टले मात्र कन्स्ट्रक्सन स्ट्रङ गर्यो। अब हेर्नुहोस्, अब सोध्ने क्वेसन कस्तो हो? मान लो कि यो फिगर दियो, राइट? हातको फिगर चाहिँ अलिकति सानो ठुलो भइरहेको छ, कुरा बुझिहाल्नु, सबै स्क्वायरै हो। मलाई यो भन्नु, यसमा कतिवटा स्क्वायर हो? गर्नै कति टाइम लाग्छ? ल सुन्नुहोस् बाबा, एउटा पनि छुट्नु हुँदैन, एउटा पनि रिपिट गर्नु हुँदैन, हो कि होइन? Yes, sir. ब्याजले के भनिदिन्छ? ब्याजले के भनिदिन्छ? सुन्नुहोस् के भनिदिन्छ? 1 2 3 4। हजुर सुन्नुहोस्, ब्याजले के भन्छ नर्मल तरिकाले? 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36। अन्त ठुलोलाई लिएर 37 भनिदिन्छ, हो कि होइन? होइन भनिदिन्छ। तर मैले के भनेको थिएँ, कुनै पनि फिगरमा दुई टाइपको फिगर हुन्छ। Yes, sir. Hidden र डाइरेक्ट लुकिङ र हिडन।
ल सुन्नुहोस् न, यो फिगरमा आधी त भयो। अब मलाई यो भन्नुहोस् त, यो 4वटा बक्स मिलाएर स्क्वायर बन्छ कि बन्दैन भन्नुहोस् त। बन्छ सर। यो काउन्ट गर्न गाउँको मान्छे आउँछ, मैले भने हो नि। गाउँको मान्छेले कुनै पनि फिगरमा पनि दुईटाको फिगर हो, डाइरेक्ट लुकिङ द हिडन, एउटा पनि छुट्नु हुँदैन। यसको मतलब के भयो, यो 4-4वटाको जति कम्बिनेसन छ सबै लिनु पर्यो। ल रिपिट त हुँदैन, त कहीँ न कहीँ छुटिहाल्छ हो। यतिले पनि भएन, अब 9वटा मिलाएर ठुलो स्क्वायर बन्छ कि बन्दैन? त 9-9वटा सबै लिनु पर्यो, त्यसो 16को लिनु पर्यो, त गर्दा गर्दै जिन्दगी बितिहाल्छ हो। गर्ने के गर्ने, ट्रिक आज होइन भोलि होइन, फेरि सुरु गऱ्यो भने फेरि 15-20 मिनट पढ्नुपर्छ। ल भोलि हेरौँ है, हुन्छ भोलि सर। ल अब ट्रिक भोलि हेर्ने। ल मनमा लागोस् के होला ट्रिक, के होला ट्रिक। 2 सेकेन्डमा रिजल्ट आउँछ, 2 सेकेन्डमा। ओके थ्याङ्क यू सर। ओके थ्याङ्क यू। ल ओके थ्याङ्क यू, टेक केयर, द्याट्स अल। थ्याङ्क यू सर।